नमस्कार, म प्रतिज्ञा। शुभश्री पोडकास्टमा यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। आजको एपिसोडमा हामीसँग हुनुहुन्छ डाक्टर प्रियङ्का त्रिपाठी। उहाँ स्त्री तथा निसन्तान रोग विशेषज्ञ हुनुहुन्छ। आज हामी उहाँसँग स्त्री रोग सम्बन्धी र निसन्तानपन सम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। आजको कार्यक्रममा उहाँलाई स्वागत गरौँ। कार्यक्रममा स्वागत छ हजुरलाई। थ्याङ्क यू। पहिलो प्रश्न सोध्न चाहे मैले महिनावारीबाट नै, महिनावारी किन हुनुपर्छ र यसको महत्त्वहरू के हुन्? अब महिनावारी हुनलाई चाहिँ अब त्यो एउटा फिमेलको राम्रो भन्नाले एउटा आइडेन्टिटी नै भनौँ न, होइन, फिमेल आइडेन्टिटी नै हो। महिनावारी त हुन जरुरी नै छ। अब त्यसले चाहिँ के देखाउँछ भने चाहिँ तिम्रो वेलबिङ राम्रो छ, ओभुलेसन भइरहेछ भनेपछि महिनावारी हुने मान्छेहरू चाहिँ प्रेग्नेन्ट हुन सक्छ भनेर एउटा देखायो। अनि युट्रसको चाहिँ सेडिङ, युट्रसभित्रको चाहिँ हाम्रो जुन थिकनेस हुन्छ त्यो सेडिङ हुने भएको हुनाले चाहिँ वेलबिङ राम्रो हुन्छ। त्यसैले महिनावारी हुनलाई चाहिँ इम्पोर्टेन्स वेलबिङको लागि पनि रिप्रोडक्टिभ हेल्थको लागि पनि हेल्दी छ भन्नको लागि त महिनावारी हुनु जरुरी नै छ। ओके, महिनावारी कति दिनमा हुनु हामीले नर्मल मान्ने? अब महिनावारीको रेन्ज भनेर चाहिँ के छ भने 21 to 35 डेज। इफ 21 भन्दा अगाडि भयो या 35 भन्दा पछाडि भयो भने चाहिँ त्यो चाहिँ इरेगुलर भनिन्छ। तर 21 to 35 डेज अनि पिरियड चाहिँ विदिन 3 to 5 डेज भयो या 7 डेजसम्म गयो भने द्याट इज नर्मल। ओके, अनि महिनावारी अनियमित हुने कारणहरू चाहिँ के हुन सक्छन् म्याम? अब अनियमित भनेको चाहिँ दुईवटा टाइपले भयो, होइन। हाम्रो चाहिँ कि त अगाडि आयो, लेस देन 21 डेज भयो, या त 35 डेजभन्दा पछाडि गयो, या अलिकति प्रोलङ पनि भयो भने त्यसलाई चाहिँ मेनोरेजिया पनि भन्छ। त्यो चाहिँ 7 डेजभन्दा बढी भयो भने त्यसलाई चाहिँ महिनावारी इरेगुलर भनेर भनिन्छ। अब त्यसको चाहिँ रिजन भनेको सबभन्दा मेन भनेको हर्मोन है। हर्मोन्समा चाहिँ हाम्रो पिसिओएस भनेर हुन्छ, हाइपोथाइरोइडिजमको डिजिजहरू भइरहेछ या प्रोल्याक्टिनको गडबड भइरहेको छ भने चाहिँ त्यस्तो केसेसहरूमा चाहिँ हाम्रो चाहिँ महिनावारी इरेगुलर हुन्छ। अब अर्को भनेको चाहिँ युट्रसमै केही प्रब्लम छ, कुनै फाइब्रोइडहरू भएको छ, एडिनोमायोसिस छ, या कुनै पलिपहरू भएको छ, त्यस्तो केसेसमा पनि महिनावारी इरेगुलर हुन्छ। कुनै बेलामा चाहिँ इन्फेक्सनको कारणले पनि महिनावारी इरेगुलर हुन्छ। अनि धेरै जस्तो चाहिँ महिनावारी इरेगुलर हामी कहाँ ओपिडीमा आउने पेसेन्टहरू चाहिँ यङ केटीहरू र मेनोपज हुने पेसेन्टहरू हुन्छ। त्यो भनेको चाहिँ हाम्रो भर्खरै स्टार्ट भएको हुन्छ। त्यो बेलामा चाहिँ हाम्रो हाइपोथालेमसहरूको चाहिँ एक्सेस अलिकति म्याच्योर नभएको हुनाले चाहिँ त्यो केसेसहरूमा पनि महिनावारी इरेगुलर हुन्छ। या कुनै पनि बेलामा चाहिँ एक्जाम स्ट्रेस भयो, इमोसनल स्ट्रेस छ, या एकदमै वेट गेन बढी चाँडै भइरहेछ, वेट लस चाँडै भइरहेको छ, या धेरै एथलेटिक एक्टिभिटिजहरूमा भइरहेछ भने त्योमा पनि महिनावारी इरेगुलर हुन्छ। कतिजना हामीहरू चाहिँ महिनावारीको पीडा कम गर्नको लागि डक्टरको प्रेस्क्रिप्सन बिनै औषधि पसलमा गएर औषधि किनेर खान्छौँ, होइन? हजुर। यसले दीर्घकालीन असर केही गर्छ कि गर्दैन? अब यदि नर्मली अब महिनावारी हुँदाखेरि चाहिँ पेन त रेगुलरली सबैले सोचेकै हुन्छ कि मलाई पेन हुन्छ भनेर, होइन। तर त्यो पेन चाहिँ एकदमै सहनै नसक्ने भइरहेछ, स्कुलै जान सकेन, अफिसै जान सकेन भने चाहिँ एकचोटि डक्टरलाई देखाएर अनि मात्र औषधि खाँदाखेरि ठिक हुन्छ। सेल्फ मेडिकेसन भन्दाखेरि एकचोटि डायग्नोसिस होस्। किनभने अहिले चाहिँ अब एन्डोमेट्रियोसिसहरू केही रहेछ र आफ्नै औषधि मात्र खाइरहेछ, त्यो हामीले थाहा पाएन भने चाहिँ पछि गएर चाहिँ अरू प्रब्लम्सहरू आउन सक्छ, महिनावारी रिलेटेड प्लस फर्टिलिटी रिलेटेड। भनेपछि हामीले नजिकैको गाइनोकोलोजिस्ट डक्टरसँग यसो एकचोटि सोधपुछ गरेर मात्र? हजुर, एकचोटि कन्सल्ट गर्दैमा केही जाँदैन। ओके, सामान्यतया महिनावारी चाहिँ कहिले हुनुपर्छ भन्नाले मेनार्की, होइन, फर्स्ट टाइम पिरियड हुने भनेको त नर्मली 10 देखि 12 वर्ष, धेरैजनाको 10 देखि 12 वर्षसम्म हुन्छ। अब 10 भन्दा अगाडि भयो या 16 वर्षभन्दा पछाडि गयो या चाहिँ हाम्रो ब्रेस्ट डेभलपमेन्ट भइसकेको 3 वर्षपछि पनि भएन भने चाहिँ त्यो चाहिँ अलिकति हामीले चाहिँ त्यसलाई चाहिँ अलिकति डक्टरका गएर चाहिँ हेर्नै पर्ने हुन्छ। तर आजकल चाहिँ महिनावारी अलिकति चाँडै भएको थाहा पाइन्छ। हजुर, यसको लागि चाहिँ त्यो चाहिँ अब बिकज पहिलाको भन्दा हाम्रो चाहिँ अब इन्भाइरोमेन्टल फ्याक्टरहरू पनि चेन्जेस भएको छ। अहिले फिमेल बच्चाहरूले चाहिँ खानेकुराहरू पनि राम्रोसँग खाइरहेको छ, वेलबिङहरू राम्रो भइरहेको छ, उनीहरूको खानपिनले नै राम्रो भइरहेको छ। त्यो केसेसमा पनि महिनावारी चाँडै हुन्छ। प्लस ओबेसिटी अलिकति भयो, या फिमेल हिस्ट्री अब मदरको पनि चाँडै महिनावारी भएको छ, त्यो केसेसमा पनि अलिक चाँडै हुन्छ नै। त्यो सबै चिजहरूले हो, त्यसमा आत्तिनु पर्दैन। तर अलिकति चाँडै भइरहेछ, धेरै भइरहेछ, त्यो भयो भने चाहिँ डक्टरका जानुपर्ने हुन्छ। महिनावारीमा कति रगत बग्नुलाई सामान्य मान्ने म्याम हामीले? अब एमएलमा भन्ने हो भने त 20 to 80 ml भन्छ। अब त्यो त हामीले नर्मली हेर्न सक्दैन, होइन, 20 ml। हजुर, अब नर्मली अब हामीले हेर्ने भनेको प्याड्सबाटै हो। यदि एउटा वा दुईवटा प्याडभन्दा कम गइरहेछ भने त्यो चाहिँ अब कम भयो, है। अब 3 देखि 5 गइरहेछ भने द्याट्स नर्मल। तर 7वटा 8वटा प्याड गइरहेछ र क्लट्सहरू गइरहेको छ भने चाहिँ त्यो चाहिँ अलि एब्नर्मल, त्यो चाहिँ धेरै गएको भनेर भनिन्छ। अनि महिनावारीको पीडालाई कम गर्नको लागि हामीले घरयासी रूपमा के कस्ता खानेकुराहरू खाने र कस्ता खानेकुराहरू चाहिँ इग्नोर गर्ने त? अब महिनावारीको टाइममा चाहिँ अब पिरियड
पेन प्लस अब सबै चिज गर्नलाई त्यो पिरियडको टाइममा चाहिँ क्राम्प्सहरू पनि कम हुने भएको हुनाले चाहिँ अलिकति चाहिँ हामीले चाहिँ आइरन रिच फुडहरू, म्याग्नेजियम रिच, क्याल्सियम रिच फुडहरू चाहिँ अलिक खाने। आइरन रिच फुड भनेपछि हाम्रो सागसब्जीहरू बढी खायो होइन, अनि क्याल्सियम रिचले फुडहरू खायो भने चाहिँ दहीहरू यो सबै खायो भने क्राम्प्सहरू कम हुने। म्याग्नेजियमहरूवाला हाम्रो पम्पकिन सिड्सहरू खायो भने पनि क्राम्प्सहरू कम हुन्छ, अलिकति मुड स्विङ्सहरू पनि कम हुन्छ। अनि डार्क चक्लेट खाँदाखेरि पनि त्यो राम्रो हुन्छ। अनि हाइड्रेसन बढी लिने, फ्रुट्सहरू लिने। अब खाँदै नखाने भनेको फ्राइड चिज नखाने, धेरै जसलाई चाहिँ प्रिमेन्स्ट्रुअल सिम्पटम्सहरू हुन्छ, धेरै गाह्रो हुने हुन्छ, उहाँहरूले चाहिँ कफी कम गर्ने, नुनको मात्रा अलिक कम गर्ने, चिनीको मात्रा अलिक कम गर्ने, त्यो सबै गर्दाखेरि चाहिँ अलिकति बेटर हुन्छ। अनि हामी फिमेलहरूमा कहिलेकाहीँ पिसाब गर्दाखेरि पिसाब पोल्ने, यौनाङ्ग वरिपरि बिमिराहरू आउने, घाउहरू खटिराहरू आउने, यस्तो अवस्थामा हामी घरायसीमै बसेर घरेलु उपचार गर्ने कि डक्टरकोमा तुरुन्तै जाने? कुन अवस्थामा चाहिँ डक्टरकोमा तुरुन्तै जानुपर्छ हामी? अब यसमा दुईवटा चिज आयो, एउटा पिसाब पोल्ने भयो। हजुर, त्यो पिसाब पोल्ने भनेको चाहिँ दुईवटा कारण हुनसक्छ, कि त युरिन इन्फेक्सन भइरहेछ, हजुर, कि त नर्मली डिहाइड्रेट पानी कम खाइरहेछ होइन, या चाहिँ भजाइनल इन्फेक्सन भइरहेछ। त्यस्तो केसेसहरूमा चाहिँ 1-2 दिन अलिक बढी पानी खाएर हेर्ने होइन। हाम्रो चाहिँ तलको चाहिँ पेरिनियल हाइजिन चाहिँ पिसाब मात्रै पोलेमा, पिसाब मात्र पोल्नेमा पनि हाइजिनहरू पनि मेन्टेन गरिराख्ने, याद गर्ने कि कुनै डिस्चार्जहरू भएछ कि छैन। पानीहरू चाहिँ खाएर हेर्ने, 1-2 दिनमा या 1 दिनमा ठिक भएन, या चाहिँ त्यो चाहिँ पिसाब पोल्ने चाहिँ अझ बढ्दै गइरहेछ। त्यो सँगसँगै हाम्रो चाहिँ फ्ल्याङ्क पेन भनेको यो ढाडहरू दुखिरहेको छ, पिसाबमा रगतहरू देखिरहेको छ, त्यो सबै समस्याहरू भयो, या ज्वरो आइरहेछ भने चाहिँ डक्टरको तुरुन्तै गइहाल्ने। अब रहेको कुरा बिमिरो देखिने भनेको त्यो चाहिँ अब सिम्पली अब पेरिनियल हाइजिन मेन्टेन गरेन, त्यहाँको कपालहरू काट्दाखेरि मिलेन भने चाहिँ फलिकुलाइटिसहरू हुने या कुनै ब्याक्टेरियल इन्फेक्सनहरू भएको हुन्छ। नर्मली चाहिँ त्यसलाई चाहिँ अब खालि हाम्रो यौनाङ्ग चाहिँ अलिकति हामीले सरसफाइमा ध्यान दिने, कटन अन्डरवेयरहरू लगाउने, त्यो गर्दाखेरि पनि होइन, त्यो चाहिँ अलिकति बढ्दै गइरहेको छ, यो सर्दै गइरहेको छ भने चाहिँ एकचोटि डक्टर्सलाई देखाउनै पर्छ। त्यही त आज पनि कतिजना फिमेलहरू हामी कहाँ पनि कति लेट आइसिन्छ नि त। हजुर। अनि आफ्नो यौनाङ्गमा आएका कुराहरू, समस्याहरू चाहिँ खुलस्त रूपमा भन्दै भनिसिन्न, लुकाएर राख्ने, धेरै समयसम्म लुकाएर राख्ने, अनि अत्यधिक पीडा भएपछि मात्रै हामी कहाँ आउने गरेको कति देखिन्छ। यस्तो केसेसमा एज अ डक्टर हजुरले के भनिन्छ? अब प्रब्लम अब अलिअलि चिलाउने भन्यो नि त, 1-2 दिन त हेर्न मिल्यो, तर डक्टरका गएर पहिलेदेखि देखायो भने चाहिँ अर्ली पहिले थाहा पायो भने चाहिँ अझ बेटर भयो। हामी अझ अगाडि भएन, भजाइनल इन्फेक्सन त अझ बढ्दै बढ्दै गएर युट्रसमा पनि इन्फेक्सनहरू हुने हुन्छ होइन। अझ त्यसलाई हामीले राम्रोसँग ट्रिट गरेन भने त हाम्रो इन्फर्टिलिटीसम्म पनि जान्छ कि, ट्युब्सहरूसम्म पनि गयो भने। त्यसैले केही पनि प्रब्लम हुन्छ भने एकचोटि डक्टरका गएर देखाउँदा केही फरक पर्दैन। केही पनि प्रब्लम पनि छैन भने पनि वर्षको एकचोटि प्याप्समेयर गराउन हामी जान्छौँ नि, त्यही बेलामा डक्टरले तपाईँलाई हेर्नुहुन्छ, प्याप्समेयरमा पनि थाहा हुन्छ, सर्भाइकल क्यान्सरको स्क्रिनिङ पनि हुन्छ। त्यसैले एकचोटि जाँदाखेरि पहिले अर्ली डायग्नोसिस हुँदा, या डायग्नोसिसै नभए पनि आफ्नो वेलबिङको लागि 5 मिनट निकालेर जाँदाखेरि चाहिँ झन् राम्रो हुन्छ, पछिको लागि पछुताउनु पर्दैन। त्यसैले जाँदाखेरि राम्रो। प्याप्समेयर कहिले गर्ने? प्याप्समेयर नर्मली अब गाइडलाइन्स अनुसार चाहिँ 3 वर्षमा एकचोटि गर्ने भन्छ, 21 इयर्स पछि टिल 65 इयर्स हुन्जेलसम्म। नत्र नै चाहिँ तर स्टडी अनुसार चाहिँ के भनिरहेको छ भने 3 वर्षमा गर्नु र 1 वर्षमा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ 4% चाहिँ क्यान्सर चाहिँ स्क्रिनिङ चाँडै भइरहेछ। सो म चाहिँ नर्मली चाहिँ मेरो पेसेन्टहरूलाई चाहिँ सकेसम्म इयरली गराउनु। उमेर कति? 21 इयर्स अर यदि सेक्सुअली एक्टिभ भएको 3 वर्ष भइसकेको छ भने चाहिँ स्टार्ट गरी। त्यही त यो प्याप्समेयर त त्यति धेरै ठुलो अमाउन्टमा गर्ने स्क्रिनिङ पनि होइन, सो द्याट हामीले सामान्य एउटा प्याप्समेयर गऱ्यो भने ठुलो रोगबाट अगाडि नै हामी बस्न पनि सक्छौँ। एकदम एकदम। अब म आएँ गर्भावस्थाको क्वेसनतिर है। अब हामीले महिनावारी त लगभग अलमोस्ट समेट्ने कोसिस नै गऱ्यौँ। गर्भावस्थामा सेतो पानी बग्नु सामान्य हो र? गर्भावस्थामा सेतो पानी नर्मली बग्छ, त्यसलाई ल्युकोरिया नै भन्छ। किन बग्छ भने हर्मोन्सहरूको कारणले होइन, भ्यास्कुलारिटी अलिक बढी भएको हुनाले चाहिँ सेतो पानी या चाहिँ सिँगान जस्तो पानी जानु इट्स नर्मल। तर त्यो पानी चाहिँ यदि दही जस्तो भयो, येलोइस या ग्रिनिस कलर भयो, त्यसमा रगत मिसिएर आयो भने, या त्यसले चाहिँ तल्लो पेट दुखिरहेको छ भने, फिभरहरू आइरहेको छ भने त्यो चाहिँ नर्मल होइन। सेतो पानी 9 महिनासम्मै बग्छ र? 9 महिनासम्म नै बग्छ। हाम्रो त्यो फर्स्ट स्टार्टिङबाट नै स्टार्ट भएर चाहिँ हाम्रो 9 महिनासम्मै बग्छ। तर त्यो चेन्जेसहरू सेतो पानी भन्दैमा चाहिँ फेरि कहिले चाहिँ मेरो पानी बगिरहेछ भने, तर त्यो चेन्जेस चाहिँ याद गर्नुपर्छ। र एकैचोटि छल्ल पानी गइरहेछ भने पनि त्यो बेलामा पनि याद गर्नुपर्छ कि कहीँ पानी त फुटेन होइन, पानी लाइकरहरू जाने पनि हुन्छ। स्पेसली धेरै भनेको 2nd 3rd ट्राइमेस्टरमा हो, तर यो थ्रु आउट प्रेग्नेन्ट हुन स्टार्ट भएपछि भ्यास्कुलारिटी हर्मोन्सहरूले गर्दाखेरि सेतो पानी त बग्छ नै। ओके, अब प्रेग्नेन्सी प्लान गर्दै हुनुहुन्छ कोही दम्पतिले भने डक्टरकोमा कहिले जाने?
यदि प्रेग्नेन्सी प्लान गरिराख्नु भएको छ भने चाहिँ आजकल त धेरैजना नै सबैजना नै आउनुहुन्छ एकदमै मलाई प्लान गर्नु छ डक्टर अब हामीले के गर्ने भनेर अब गुगलहरूले पनि सबै भनिहाल्छ 3 मन्थ्स अगाडिबाट नै डक्टरका गएर चाहिँ आफ्नो वेलबिङ के छ हजुर है धेरैजना चाहिँ प्लान चाहिँ अब आफ्नो क्यारियरहरू सिद्ध्याएर सबै चिज गर्दाखेरि यदि मोर देन 35 इयर्स छ भने अन्डाको क्वालिटी कतिको छ त्यो सबैदेखि लिएर आफ्नो चाहिँ थाइरोइडको प्रब्लम छ कि छैन अरू केही डायबिटिजहरू छ कि छैन युट्रसमा केही मासुहरू पलाएको छ कि छैन हस्बेन्डको के छ होइन लाइफस्टाइलहरू पनि अब स्मोकिङ एल्कोहल भइरहेको हुन्छ त्यो सबै हेर्ने प्लस अनि पहिलेदेखि 3 मन्थ्स अगाडिदेखि नै फलिक एसिडहरू खान चाहिँ हामी पहिलेदेखि भनिरहेको हुन्छ किनभने जुन बेला हामीले प्रेग्नेन्सी थाहा पाएर फलिक एसिड खान्छौँ त्यतिन्जेलसम्म न्युरल ट्युब बनिसकेको हुन्छ कि ओके अनि त्यो थाहा पाउन्जेलसम्म लेट हुन्छ सो 3 मन्थ्स अगाडिबाटै फलिक एसिड खाने अनि के चाहिँ प्रब्लम छ बट थाइरोइडहरू छ भने थाइरोइडलाई ठिक गरिहाल्ने अब या 3 महिना अगाडिदेखि नै अब वेट गेन भइरहेको छ एकदमै ओबिज छ भने उसको वेट घटाइहाल्ने त्यो सबै चाहिँ स्मोकिङहरू बन्द गर्ने एल्कोहल बन्द गर्ने भएर चाहिँ 3 मन्थ्स अगाडिदेखि डक्टरका जाने अनि सो एउटा दिमागमा पनि भन्छ म प्रिपेयर भइरहेको छु है भनेर अनि आफ्नो लाइफस्टाइल पनि उसले चेन्जेस लिएर आउँछ भनेपछि गर्भावस्थामा खाइने सामान्य औषधि फोलिक एसिडको एकदम इम्पोर्टेन्ट रोल एकदम सुपर इम्पोर्टेन्ट सँगसँगै मैले हजुरलाई जोड्न चाहे क्याल्सियम र आइरनको कस्तो रोल छ गर्भावस्थामा क्याल्सियम र आइरन त्यो हामीलाई चाहिन्छ नि है तर हामीले चाहिँ क्याल्सियम चाहिँ कहिले स्टार्ट गर्छौँ भने आफ्टर फर्स्ट ट्राइमेस्टर ओके किन फर्स्ट ट्राइमेस्टर भनेको 12 हप्तापछि चाहिँ ट्राई गर्छौँ त्योभन्दा अगाडि किन गर्दैनौँ भने भमिटिङ अलिकति बढी हुने भएको हुनाले त्यसले कन्स्टिपेसन फर्स्ट ट्राइमेस्टर त्यतिकै गाह्रो पिरियडै हो त्यो बेलामा चाहिँ आइरन खायो भने चाहिँ झन् भमिटिङ कन्स्टिपेसनहरू भएको हुनाले चाहिँ त्यसलाई चाहिँ हामी 12 विक्स पछि बल्ल स्टार्ट गर्छौँ क्याल्सियम चाहिँ हामीले पनि त्यसलाई पनि 12 विक्स पहिल्यैबाट स्टार्ट गरे हुन्छ तर 12 विक्स पछि स्टार्ट गर्दाखेरि पनि चल्छ किनभने बोन डेभलपमेन्ट जुन हुन्छ त्यो 12 विक्स पछि नै हुन्छ सो त्यो चाहिँ स्टार्ट चाहिँ 12 विक्सबाट हुन्छ तर त्यो जान्छ पोस्टपार्टम बच्चा पाइसकेको 6 विक्ससम्म त्यो चाहिँ कन्टिन्यू नै गर्नुपर्छ सबैले भन्ने हुन्छ यो पछिसम्म जान्छ भने जान्छ त्यो पछिसम्म जान्छ 12 बच्चा पाएको 6 विक्ससम्म जान्छ भनेपछि डक्टरको अन्डरमा बसेर आइरन क्याल्सियम फोलिक एसिड गर्भावस्थामा खानु नै पर्छ हजुर त्यो त खाने नै हो अब मैले अर्को प्रश्न सोध्न चाहे हजुरलाई गर्भावस्थामा कतिजना यहाँ पनि आइसिन्छ प्रेसर बढिरहेको हुन्छ प्रेसर सँगसँगै सुगर पनि देखिन्छ कतिपयजनालाई यसमा के कोरिलेट केही छ म्याम प्रेसर र सुगर गर्भावस्थामा अब नर्मली प्रेग्नेन्सीमा चाहिँ डायबिटिज हुनु र बिपी हाई हुनु भनेको चाहिँ त्यो चाहिँ अलिकति नर्मलमै गइरहेछ बिकज अहिले चाहिँ किन गइरहेछ भने चाहिँ लेट एजमा चाहिँ बिहा भइरहेछ होइन लेट एजमा बिहा भइरहेपछि चाहिँ हाम्रो चाहिँ हर्मोन्सहरूले गर्दाखेरि प्लस फ्यामिली हिस्ट्रीहरूले गर्दाखेरि चाहिँ डायबिटिज हुने विथ हर्मोन ह्युमन प्लासेन्टल ल्याक्टोजन इस्ट्रोजन कर्टिसोलहरूले गर्दाखेरि डायबिटिज हुन्छ डायबिटिज भएको पेसेन्टलाई चाहिँ अलिकति थाइरोइडको चाहिँ के अरे हाम्रो हाइपरटेन्सनको चाहिँ रिस्क चाहिँ बढेकै हुन्छ त्यो त लेखेकै पनि छ यस्तो अवस्थामा हामी डक्टरको अन्डरमा बसेर ट्रिट गर्न सक्छौँ हजुर होइन आत्तिहाल्नु चाहिँ पर्दैन भनेपछि प्रेग्नेन्सीको सुरुको फेजमा चाहिँ योनिबाट सेतो पानी बग्ने ब्राउन डिस्चार्ज हुने रगत बग्ने यसलाई कतिसम्म बग्नुलाई चाहिँ सामान्य मान्ने अब यस्तो हुन्छ ल्युकोरिया त मैले भनिहालेँ त्यो व्हाइट डिस्चार्ज त नर्मली हुन्छ नै तर त्यसमा चेन्जेस आयो भने देखाउने तर जुन ब्राउन डिस्चार्ज भनिन्छ ब्राउन डिस्चार्ज चाहिँ 3-4 वटामा चाहिँ हामी अलिकति ढुक्क भएर बस्यौँ कुन बेला भन्यो भने चाहिँ अब यो अलिकति ब्राउन डिस्चार्ज भनेको चाहिँ इम्प्लान्टेसन ब्लिडिङमा पनि हुन्छ भर्खरै बच्चा बसेको छ भने पनि त्यो बेलामा चाहिँ इम्प्लान्टेसन ब्लिडिङ चाहिँ त्यो बेलामा चाहिँ फर्स्ट ट्राइमेस्टरमा थाहा पाउनु हाम्रो प्रेग्नेन्सी टेस्ट पोजिटिभ हुनुभन्दा अगाडि पनि देखिन्छ कहिलेकाहीँ चाहिँ अब त्यसमा आत्तिनु पर्दैन त्यो चाहिँ कसरी थाहा हुन्छ भने त्यो एकदमै माइल्ड स्पटिङ हुन्छ पेनलेस हुन्छ दुख्दैन पनि अनि अरू केही त्यो सँगसँगै अरू नदुख्ने ब्लिडिङ पनि धेरै भइरहेको छैन भने त्यो बेलामा आत्तिनु पर्यो त्यो इम्प्लान्टेसन ब्लिडिङ भयो या हामीले प्रोजेस्टेरोनहरू कति दिइरा हुन्छ प्रोजेस्टेरोनको कारणले पनि ब्राउनिश डिस्चार्ज हुन्छ त्यो बेला पनि आत्तिनु पर्दैन र कहिलेकाहीँ चाहिँ हामीले चेक गर्दाखेरि चाहिँ अब सर्भिक्स चाहिँ भ्यास्कुलर अलिकति रगतको फ्लो बढी भएको हुनाले चाहिँ ट्रमाले अलिअलि ब्लिडिङ हुन्छ त्यो सेल्फ लिमिट भयो भने हामी आत्तिनु परेन तर कुनै कुनै बेलामा चाहिँ हामीले थ्रेटन एबर्सन भनेर हुन्छ बच्चा खेर जान लाग्यो भन्यो भने चाहिँ त्यो बेलामा चाहिँ आत्तिनुपर्छ त्यो बेलामा चाहिँ चेन्जेस चाहिँ पेट दुख्ने हुन्छ होइन अनि ब्लिडिङ अलिक बढी हुन्छ थ्रेटन एबर्सन या एक्टोपिक प्रेग्नेन्सी हाम्रो चाहिँ ट्युबमा गएर बच्चा बसिरहेको छ भने त्यो बेलामा पनि स्पटिङ हुन्छ त्यो चाहिँ फेरि नर्मल भनेर पनि जानु मिलेन त्यो बेलामा चाहिँ फेरि कुनै बेलामा फेन्टहरू भयो या सोल्डरहरूमा दुख्न थाल्यो केही भयो भने चाहिँ ल यो एक्टोपिक प्रेग्नेन्सीतिर गइरहेको छ भनेर बुझेर चाहिँ हामी चाहिँ अलिकति आँतेर कुनै पनि भनौँ न कुनै पनि ब्लिडिङ यदि बढी भइरहेछ ब्राइट रेड भइरहेको छ ब्राउनिसको ब्राइट रेड भइरहेको छ धेरै भइरहेको छ पेट दुखिरहेको छ र त्यो सँगसँगै डिस्चार्ज
फाउल स्मेलिङ एकदमै गनाउने पानीहरू बगिरहेको छ भने चाहिँ डक्टरका जानुपर्छ। त्यो बेलामा चाहिँ अलिक बढीसम्म। गर्भावस्थामा हुने धेरै समस्याहरूमध्ये एउटा दिशा कब्जियत हुनु, कन्स्टिपेसन पनि एउटा मुख्य समस्या हो। यसलाई कसरी समाधान गर्न सकिन्छ र गर्भावस्थामा किन कब्जियत हुन्छ? अब कब्जियत हुनुको मेन रिजन भनेको एउटा त प्रोजेस्टेरोन हामीले बडीले बनाउँछ अनि आजकल चाहिँ हामीले प्रेग्नेन्सीलाई राख्नु भनेर प्रोजेस्टेरोन दिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ के हुन्छ नि युट्रसलाई कन्ट्र्याक्ट नगर भन्दै इन्टेस्टाइन पनि कन्ट्र्याक्ट हुँदैन। त्यसले गर्दाखेरि चाहिँ अब फुड पनि स्लोली मुभ गर्यो, त्यो कारणले एउटा कन्स्टिपेसन। अर्को पेसेन्टको हर्मोन्सहरूले गर्दाखेरि पनि कन्स्टिपेसन भयो। अब पछि बच्चा ठुलो हुँदै गर्दाखेरि युट्रसले चाहिँ इन्टेस्टाइनले थिचेर पनि कन्स्टिपेसन हुन्छ। डिहाइड्रेसनहरूको कारणले पनि कन्स्टिपेसन भइरहेको हुन्छ। धेरैवटा कारण हुन्छ जसमा चाहिँ कन्स्टिपेसन हुन्छ, त्यो मा चाहिँ आत्तिनु परेन। कतिजनाले त दिशा गर्दाखेरि रगतै गयो भन्ने पनि त्यो बेलामा चाहिँ आत्तिनुपर्छ। त्यो भनेको चाहिँ अब हिमोरोइड्स बन्यो, अब पाइल्स बन्यो भने त्यो बेलामा आत्तिनु पर्यो। एकदमै पेनफुल भयो भने आत्तिनु पर्यो। नत्र घरमै बसेर हाइड्रेसन पानी टन्न 6-7 ग्लास खायो, फ्रुट्सहरू भेजिटेबल्सहरू अलिक बढी खायो भने त्यसमा आत्तिनु पर्ने केही पनि हुँदैन। या डक्टरका गएर स्टुल सफ्टनर्सहरू लियो होइन, त्यो लियो भने चाहिँ इसबगोल हस्क भनेर आउँछ, त्योहरू खायो भने चाहिँ आत्तिनु पर्ने हुँदैन। ओके, अब अर्को प्रश्न सोध्न चाहे मैले हजुरलाई, र गर्भावस्थामै हुने बान्तालाई चाहिँ कतिसम्म नर्मल मान्ने? अब एज अ डक्टर मलाई त कोही फर्स्ट ट्राइमेस्टरमा आउँछ र मलाई बान्ता भइरहेछ भने आई विल बी भेरी ह्याप्पी। त्यो भनेको चाहिँ राम्रो भइरहेछ है। तर अब पेसेन्टलाई चाहिँ बान्ता चाहिँ त्यो कुन बेला राम्रो हुन्छ भने नजिया अलिकति भमिटिङ होला जस्तो हुने अनि नहुने, या अलिकति मात्र भमिटिङ हुने। मर्निङ सिकनेस भनौँ न, मर्निङ सिकनेस भने पनि जुन बेला पनि थोरै भमिटिङ भयो भने इट्स ओके। तर त्यो पेसेन्टले चाहिँ खाना या पानी कुनै पनि त्यो खायो, त्यो सबै निस्किरहेको छ, वेट लस भइरहेको छ, पिसाब अलिकति कम हुँदै गइरहेछ, डिहाइड्रेट एकदमै स्किन एकदमै ड्राई भइरहेको छ भने त्यो बेलामा चाहिँ अब हामी चाहिँ किटोनुरिया भयो, किटोन बडिज बन्यो भने त्यो बेलामा चाहिँ अब हामी हस्पिटल आउनुपर्छ। त्यो बेलामा चाहिँ अब हाइपरेमेसिस अब आत्तिनु पर्ने हुन्छ। धेरै बान्ता भयो भने आफू नजिकैको डक्टरकोमा तुरुन्तै जान पनि सकियो होइन। अनि गर्भावस्थामा सास फेर्न गाह्रो हुन्छ भनेर धेरैजनाले भनिराखेको हुन्छ। हजुर, यसलाई कसरी ट्रिट गर्न सकिन्छ? अब गर्भावस्थामा हाम्रो त्यतिकै पनि कार्डियक आउटपुटहरू अलिक बढी भएको हुनाले, हिमोग्लोबिन कन्टेन्टहरू चाहिएको हुनाले चाहिँ अलिकति सास लिन चाँडै लिन मन लाग्ने, हर्मोनहरूको कारणले पनि भइरहेको हुन्छ, त्यसले ट्रिगर गर्छ हाम्रो चाहिँ। तर त्यो सास फेर्न गाह्रो चाहिँ कुन बेला हुन्छ भने अलिकति हिँडेपछि गाह्रो हुने, या चाहिँ हाम्रो स्किन कलरहरू चेन्जेस भइरहेको छैन, ब्लू भएको छैन, हामी एकदमै पिङ्कै छौँ, सबै चिज सेचुरेसन हेर्दाखेरि सेचुरेसन राम्रै भइरहेछ, खोकीहरू लागेको छैन, ज्वरोहरू आएको छैन भने आत्तिनु परेन। तर यदि ब्लुइस भइरहेछ, त्यतिकै बस्दै भइरहेको छ भने चाहिँ कार्डियक प्रब्लमहरू हुनसक्छ होइन, अनि कि या चेस्टको प्रब्लमहरू हुनसक्छ, साइनोसिसहरू भयो, निलो हुन थाल्यो भने चाहिँ त्यो बेलामा चाहिँ गएर चाहिँ डक्टरले देखाइहाल्नुपर्छ। ओके, गर्भावस्थामा सोधिने एकदम धेरै प्रश्नमध्ये हजुरकामा आउने प्रश्न नै होला यो, शारीरिक सम्बन्ध राख्न मिल्छ कि मिल्दैन गर्भावस्थामा? मिल्छ, तर हेरेर है। अब जस्तै प्लेसेन्टा तल छ, बच्चा तल छ, या पहिलाको हिस्ट्रीमा चाहिँ तपाईँको चाहिँ चाँडै डेलिभरी भएको छ है, त अनि ब्लिडिङ भएको समस्या भइरहेको छ, इन्फेक्सनहरू भइरहेको छ भने चाहिँ त्यो केसेसहरूमा चाहिँ नबस्ने होइन। भन्यो भने चाहिँ बच्चा त अब युट्रसभित्र पानीभित्र अझ त्यसरी त इट्स सेफ, तर प्रेसर हुनु भएन अनि इन्फेक्सन हुनु भएन, त्यति दुईटाबाट बच्नु पर्यो। गर्भावस्थामा स्लिपिङ पोजिसन कुन बेस्ट हुन्छ? धेरै सोधिने प्रश्न यो एकदम। यो चाहिँ धेरै नै सोध्छ होइन, सिधा सुत्न मिल्छ कि मिल्दैन भने बेस्ट पोजिसन भनेको लेफ्ट ल्याटरल, लेफ्टतिर पल्टेर सुत्ने भने। तर कतिजनाले के भन्छ भने लेफ्टमा सुत्दा मलाई यो साइडको पुरा हात दुख्यो, यो जिउ दुख्यो भनेर, त्यो हुँदाखेरि चाहिँ राइट ल्याटरल पनि गर्न मिल्यो। एकदमै नहुने भनेको चाहिँ सिधा सुत्न पाएन है। अब सिधा सुत्दाखेरि चाहिँ बच्चालाई चाहिँ अलिकति ब्लड फ्लो कम हुने भयो होइन, अनि बिपी पनि लो हुन्छ। अनि अब लेफ्ट ल्याटरलमा पनि गाह्रो हुन्छ भने चाहिँ अहिले त फ्यान्सी पिल्लोहरू आइसक्यो, यु सेप के सेपको होइन। न त यदि त्यो छैन भने पनि आफ्नो यहाँ टाउको पछाडि एउटा भयो, खुट्टाहरूको बिचमा एउटा भयो, एउटा ढाडमा लगाएर, यदि यु सेप छैन भने पनि न त यु सेपवाला मगाएर त्यो लगायो भने त बेस्ट। आफूलाई जसरी कम्फर्टेबल तर लेफ्ट ल्याटरल बेस्ट, भएन भने राइट ल्याटरल। तर सुपाइन चाहिँ एकदमै सिधा चाहिँ सुत्नै भएन, अब घोप्टोबारी त सुत्नै भएन। अब गर्भावस्थामा अर्को पनि धेरै प्रश्न आउँछ होला हजुरलाई, गर्भावस्थामा खाना हुने कुरा र खाना नहुने कुराहरू के हुन्? त्यो त सबभन्दा फर्स्ट क्वेसन हुन्छ खाना हुने। अनि फेरि यो सबभन्दा फर्स्ट प्रेग्नेन्सी हुने बित्तिकै मेरो फर्स्ट नै एन्सर के हुन्छ भने तपाईँले खाना सबै मिल्छ एक्सेप्ट फर र पपाया होइन, काँचो पपाया नखानु। अब त्यो बिचरा हेर्दैन पपाया खाने कि नखाने होइन, म चाहिँ बरु पपाया नखाऊ भन्छु है। मसालादार अलिकति खाना कम गर्ने, अनि त्यसपछि टिमुरहरू कम गर्ने, फ्राइड चिजहरू अलिक कम गर्ने, किनभने ग्यास्ट्राइटिसहरू हुन्छ भनेर।
तिनीहरू चाहिँ म अभोइड गर्न कफी भन्छु। खान मिल्छ? कफी कतिजनाले खाइराख्छ हुन्छ कफी अब त्यो मैले पनि उ गरेँ, मलाई त कफी लभर होइसिन्छ। मलाई त चाहिन्छ तर कफी पनि अब भने अनुसार चाहिँ एउटा यो सानो कपको खान पायो, यो कपको चाहिँ खान पाएन है। सानो कपको 1 कप खान पाइन्छ, तर धेरै कफी खान मिलेन, स्मोक गर्न मिलेन, एल्कोहलको त्यो सबै त चाहिँ नर्मल खानेकुरा खाने, बाहिरको जङ्क फुड प्याकेटवाला फुडहरू नखाने, फ्रुट्सहरू नखाने होइन, अनि र चिजहरू नखाने, अब काँचो अन्डाहरू त्यो अनि प्याक्ड साल्मोनेलाहरू त्यस्तोहरू चाहिँ नखाने जसमा चाहिँ इन्फेक्सन हुने डर हुन्छ, एब्डोमिनल इन्फेक्सनहरू हुने। र तपाईँ खान मिल्ने चाहिँ मैले भने चाहिँ एउटा अन्डा एउटा फ्रुट्स चाहिँ दिनको जानै पर्छ, अरू घरको खाना खाऊ। अब क्वेसन सोध्न चाहेँ मैले अलिकति ट्रेनिङ कुराबाट। गर्भावस्थामा चाहिँ अब हामी एज अ हजुर गाइनेकोलोजिस्ट डक्टरहरूले सी सेक्सन गर्ने ट्रेन्ड एकदम धेरै चलिरहेछ। कुन अवस्थामा चाहिँ तुरुन्तै सी सेक्सनमा जानुपर्छ र कुन अवस्थामा चाहिँ नर्मल डेलिभरी गर्न सजेस्ट गर्छिन्छ? अब नर्मली अब हामी गाइनेकोलोजिस्ट भन्दा पनि अहिले चाहिँ फिमेल्सहरू आफैले भन्नुहुन्छ कि मलाई सी सेक्सनै गर्नु छ भनेर। गाइनेकोलोजिस्टको होइन, यो फिमेल्सहरूको चाहिँ चढेको ट्रेन्ड हो। मेरो हाम्रो चाहिँ होइन, हामी चाहिँ सकेसम्म चाहिँ नर्मल डेलिभरी नै गराऊ होइन, अन्टिल एन्ड अनलेस अब त्यो बच्चाको साइज हेरेर, पेल्भिकको साइज हेरेर, बच्चा सुल्टो छ भने त्यो सबै कन्डिसन्सहरू हेरेर चाहिँ यदि नर्मली हुन्छ भने बरु नर्मलै जाउँ। किनभने अब डर भनेको पेनको हो होइन, त्योभन्दा त आजकल त पेनलेस डेलिभरी आइसकेको छ, बरु पेनलेस डेलिभरी गराउँ भनेर हामी चाहिँ त्यसैमा जान्छौँ। तर कुनै पनि बेलामा जस्तै अब नर्मल डेलिभरी गराउँदै पनि बच्चाको चाहिँ फिटल डिस्ट्रेस भयो, बच्चाको हार्ट रेट तलमाथि भयो, बच्चाले दिशा गर्यो, बच्चा धेरै प्रोलङ टाइमसम्म आउन सकेन, त्यस्तो केसेसहरूमा सिएस गर्छौँ। या चाहिँ पहिलेदेखि नै बच्चा ठुलो छ, पेल्भिस सानो छ, या चाहिँ प्लेसेन्टा प्रिभिया तल नै बच्चाभन्दा अगाडि चाहिँ तल प्लेसेन्टा आएको छ, या बच्चा चाहिँ सुल्टो नभइकन उल्टो बसेको छ, ट्रान्सफर्स बसेको छ, त्यो सबै केसेसमा, या मदरको चाहिँ केही कन्डिसन्सहरू छ, बच्चाको अनकन्ट्रोल्ड हाइपरटेन्सन भयो, प्रिक्ल्याम्सियाहरू हुन गयो, त्यस्तो केसेसहरूमा चाहिँ या हामीले सिटिजी गरेर आउँछौँ। आजकल त 36 विक्स पछि चाहिँ सिटिजीलाई त एकदमै मान्नै पर्छ। 36 सिटिजी भनेको सिटिजी भनेको कार्डियोटोपोग्राफिक ग्राफ हो एउटा भनौँ न। त्यसमा चाहिँ के देखिन्छ भने जस्तै हामी मान्छेहरू हिँड्दाखेरि हाम्रो हार्ट रेट बढ्छ नि, हामी दौडिँदाखेरि हाम्रो हार्ट रेट बढे जस्तो बच्चा मुभ गर्दाखेरि बच्चाको हार्ट रेट बढ्छ कि। त्यसमा चाहिँ के गर्छौँ भने हामी पेटमा चाहिँ 2टा प्रोब्सहरू लगाइदिन्छौँ, कन्ट्र्याक्सन छ कि छैन भनेर नै, अनि उसको फिटल हार्ट रेट लगाइदिन्छ। अनि एउटा मम्मी आमालाई चाहिँ फिटल मुभमेन्ट चाहिँ एकचोटि क्यालकुलेट गरेर जुन बेला बच्चा मुभ गर्छ त्यो थिच भन्छौँ। अनि उसले थिच्दाखेरि बच्चाको हार्ट रेट एकदमै मुभ गरेको छ, मोर देन 15 बिट्स बढेको छ भने त्यो भनेको बच्चाको कन्डिसन भित्र राम्रो छ। यदि भइरहेको छैन या त्यो हार्ट रेट तल गइरहेको छ भने बच्चा भित्र डिस्ट्रेसमा छ, त्यो भनेको त्यो डिस्ट्रेस भनेको बच्चाले दिशा गरेको पनि हुनसक्छ, या कर्डहरूले गर्दाखेरि पनि हुनसक्छ, पानी कम भएर पनि हुनसक्छ। त्यसले चाहिँ हामीलाई पहिलेदेखि थाहा हुन्छ, किनभने अल्ट्रासाउन्डले त्यत्तिकै हेर्दाखेरि त थाहा हुँदैन नि त। त्यो कारणले चाहिँ अलिकति त्यसमा गडबड आयो भने चाहिँ हामी सिएसहरू गर्ने हुन्छ, नत्र भए चाहिँ अब तुरुन्तै भनेको त फिटल डिस्ट्रेसै हो। अब नर्मल गर्भावस्थामा त एज अ चोइस अवस्था हेरेर हामीले सी सेक्सनमा पनि जान पाइयो, नर्मल डेलिभरीमा पनि जान पाइयो। आइभीएफ जतिजनाले गरेर गर्भधारण गर्नुभएको हुन्छ त्यो अवस्थामा सबैको सी सेक्सन नै जानुपर्ने हो र? अब नर्मली चाहिँ अब हेर्नु आइयुआईहरूमा चाहिँ ठिकै छ, नर्मल जानु नै भनेर भनिरहेको हुन्छ है। अब धेरै जस्तो आइभीएफ गर्दाखेरि चाहिँ धेरै जस्तो चाहिँ मल्टिपल प्रेग्नेन्सी, 2टा प्रेग्नेन्सी हुन्छ, 2टा प्रेग्नेन्सीमा चाहिँ सिएसए जान्छ। अनि 2टा प्रेग्नेन्सी हुँदाखेरि चाहिँ धेरै जस्तो प्रिटर्म पहिले बच्चा हुँदिने टाइमभन्दा अगाडि बच्चा भइदिने, बच्चा सानो भइदिने, त्यो कारण चाहिँ सिएसए भइरहेको हुन्छ। अनि त्यत्तिकै पनि अब हेर्दाखेरि पनि अलिकति प्रिटर्म हुने भएको हुनाले चाहिँ हामी सिएसएतिर अलिकति तर गर्न त हामीले नर्मल पनि गर्न सक्छौँ हैन। हाम्रो एकजना क्लाइन्ट पनि आउनु भएको थियो नि, नर्मल इन्डियामा गएर नर्मल डेलिभरी हामीलाई थ्याङ्क यू भन्न पनि आइसकेको छ, द्याट हामीले नर्मल पनि गर्न चाहिँ सक्छौँ अवस्था हेरेर। हजुर। अब यो अहिले एकदम ट्रेन्डमा चलिरहेको कुरै ट्रेन्डिङै गरिरहेछौँ, पेनलेस डेलिभरी भनेको के हो? पेनलेस डेलिभरी भनेको चाहिँ के हो भने चाहिँ अब मेनली हाम्रो चाहिँ जुन फिमेल चाहिँ अब एक्टिभ लेभरमा गएपछि 3 to 4 सेन्टिमिटर या 2 to 3 सेन्टिमिटर खुलिसकेपछि चाहिँ अनि जुन कन्ट्र्याक्सनको पेन हुन्छ त्यो एकदमै गाह्रै पेन हुन्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ औषधिहरू दियो, इपिड्युरल गरेर एउटा औषधि हुन्छ, इपिड्युरल स्पाइनबाट हाम्रो यहाँ पछाडिको रिडको हड्डीबाट हालेर इपिड्युरल एनेस्थेसिया एउटा क्याथेटर हाल्छौँ, अनि त्यो एनेस्थेसिया हामीले त्यहाँ गरेरबाट दिइरहेको हुन्छ टपअप गर्दै। त्यसले चाहिँ के हुन्छ भने फिमेललाई चाहिँ कन्ट्र्याक्सन्स फिल हुन्छ तर पेन फिल हुँदैन। अनि त्यो भनेपछि अलिकति इजियर वेमा गइरहेको हुन्छ कि त्यो चाहिँ अलिकति राम्रो, पेनलेस पनि भएन, पेसेन्टले अब मेरो सिएस गरिदियो भने पहिलाको जस्तो कराउनु पनि परेन। सो त्यो कारणले चाहिँ नर्मल डेलिभरी चाहिँ राम्रोसँग भइरहेको हुन्छ। नर्मल डेलिभरी नै तर पेनलेस तर इन केस केही कारणले अब गडबड भइहाल्यो भने त्यही इपिड्युरलबाट हामीले स्पाइनल एनेस्थेसियामा टर्न गरेर सिएस पनि गर्न मिल्यो। सो इपिड्युरल त अहिले त एकदमै ट्रेन्डिङ पनि, अहिले
राम्रो पनि भइरहेछ। त्यही कारणले चाहिँ अरू बरु अब सिएसबाट चाहिँ हामी नर्मल डेलिभरीमा अझ बेटर भइरहेको छ। अब नर्मल डेलिभरी पछि कतिजनाको कम्प्लेन हामीले सुनिरहेको हुन्छौँ, खोक्दा पनि पिसाब चुइन्छ, हाच्छ्याउँ गर्दा पनि पिसाब चुइन्छ, कतिजनाको त यस्तो अवस्था हुन्छ कि बसेर जुरुको उठ्दा पनि पिसाब चुइरहेको हुन्छ। यसलाई समाधान गर्न के गर्नुपर्छ डाक्टर? अब एक त नर्मल ड्युरिङ प्रेग्नेन्सी नै म भन्ने गरिरहेको हुन्छु कि योगाहरू प्रिनेटल योगाहरू हुन्छ, त्यो योगाहरू चाहिँ गर्ने। त्यसमा चाहिँ स्पेसली किगल्स एक्सर्साइज भनेर हुन्छ कि जुन चाहिँ हाम्रो किगल एक्सर्साइज किगल है, त्यो चाहिँ अब हाम्रो अरू भिडियोजहरू पनि आइरहेको हुन्छ, या त फिजियोथेरापी नै गएर पनि गर्न सकिन्छ। त्यो चाहिँ पेल्भिक जुन पोर्सन हुन्छ हाम्रो, त्यो पोर्सनलाई चाहिँ कन्ट्र्याक्ट गराउने। त्यो चाहिँ बिफोर डेलिभरी पनि गर्न मिल्छ, आफ्टर डेलिभरी पनि गर्न मिल्छ। त्यो एउटा आफ्नो तर्फबाट गर्न मिल्ने चाहिँ त्यो हाइजिनहरू मेन्टेन गर्ने त्यो भयो। तर ड्युरिङ डेलिभरीमा पनि जुन बेला डक्टर या मिडवाइफले भन्छ कन्ट्र्याक्सन, अब चाहिँ कन्ट्र्याक्सन आयो, अब तपाईँले बल लगाउनु, त्यो बेला मात्र बल लगाउने। यदि केही कारण तपाईँले त्यो बल गर्ने टाइम पनि बिगार्नु भयो, त्यस्तो हुँदाखेरि चाहिँ अलिकति प्रोल्याप्सहरू भन्नाले पिसाबको थैली तल खस्ने त्यो सबै समस्याहरू भएको हुनाले चाहिँ अलिकति पिसाब चुइने समस्याहरू हुनसक्छ। किगल एक्सर्साइजले पनि केही हदसम्म धेरै नै राम्रो गराउँछ। यदि पहिलेदेखि गर्न थाल्यो भने चाहिँ त्यसले चाहिँ यो स्टार्ट भइसकेको पेसेन्टलाई पनि म भनिरहेको हुन्छु कि इन्कन्टिनेन्सवाला पेसेन्टहरूलाई पनि भनिरहेको हुन्छु, किगल्सले चाहिँ प्रोल्याप्स पनि हुन दिँदैन, तल खस्न पनि दिँदैन होइन। जुन खसिसक्यो त्यो त खसि नै सक्यो, अरू खस्न दिँदैन। प्लस अनि पिसाब पनि अलिकति राम्रो हुन्छ। प्लस अनि ब्ल्याडर ट्रेनिङ एक्सर्साइजेस पनि भनेर हुन्छ, त्यो पनि गरिराख्यो भने चाहिँ यो प्रब्लमहरू पनि धेरै हदसम्म हुन्छ। तर रुल आउट गर्नु पऱ्यो, अरू इन्फेक्सन छ कि छैन, पिसाबको इन्फेक्सन छ कि छैन, त्यो सबै रुल आउट गरेर गऱ्यो भने चाहिँ यो सबैले चाहिँ अब नर्मली जुन गइरहेछ प्रोल्याप्सहरूको कारणले भइरहेछ भने चाहिँ किगल्स एक्सर्साइज, ब्ल्याडर ट्रेनिङ एक्सर्साइज बेस्ट। अब एकदमै धेरै पिसाब चुइयो भने त हामी नजिकैको डाक्टर साहबसँग गएर कन्सल्ट गर्न सकिहाल्यो होइन। अब हामीले गर्भावस्थापछि हुने अवस्थाहरू जस्तै गर्भवती भइसकेपछि सुत्केरीको जुन मानसिक स्वास्थ्य हुन्छ नि, एकदम सेन्सिटिभ संवेदनशील भएको हुन्छ। यसमा हजुरले पारिवारिक सपोर्ट चाहिँ कुन हिसाबले गर्नुपर्ने हुन्छ आफ्नो परिवारको तर्फबाट? सबभन्दा इम्पोर्टेन्ट भनेकै परिवारको रोल हो होइन। हस्बेन्ड एन्ड परिवार एकदमै इम्पोर्टेन्ट रोल हो, किनभने त्यो एकदमै फिजिकल्ली, इमोसनली, हर्मोनली सबै टाइम चाहिँ च्यालेन्ज टाइम हो होइन। यसलाई हामीले पोस्टपार्टम डिप्रेसन पनि भन्छौँ। पोस्टपार्टम डिप्रेसन त पछिको कुरा हो। फर्स्टमा चाहिँ अलिकति खालि स्याडनेस फिल हुने त्यस्तो हुन्छ, त्यो अझ उ गऱ्यो भने पोस्टपार्टम डिप्रेसन भयो भने त अलिकति गडबडै भइहाल्यो। त्यसपछि अझ अगाडि जाँदा पोस्टपार्टम साइकोसिससम्म जान्छ। तर पहिलेदेखि नै चाहिँ अब मदरलाई चाहिँ हामीले चाहिँ इमोसनली फिजिकली हामीले चाहिँ हेल्प गरिरहेछौँ होइन। उसलाई रेस्ट गर्न दिइरहेछौँ, खानाहरू राम्रोसँग दिइरहेछौँ, उसको बच्चाको हामीले केयर गरिदिइरहेछौँ सो द्याट कि उसले रेस्ट गर्न पाओस् होइन। अनि सबभन्दा मेन भनेको नेपालमा चाहिँ जे कुरामा पनि मदरलाई चाहिँ बच्चालाई दिशा लाग्यो भने पनि तिम्रो गल्ती हो, यो सबै अलिकति जजमेन्टल नभइकन तिमी यो खाऊ यो नखाऊ भनेर त्यो जजमेन्टल भएन। परिवारले त्यसरी इमोसनली नै सपोर्ट गरिराख्यो, फिजिकली उसलाई रेस्ट गर्न दिइराख्यो, उसको कुरा सुन्यो। किनभने त्यो बेलामा त सुपर इमोसनल हुन्छ, सानो चिज पनि ठुलो लाग्छ। मैले सुनेअनुसार त बिहा गरेपछि बच्चा पाएपछि चाहिँ मान्छेले जे भनेछ नि त्यो कहिले बिर्सिँदैन अरे कि। त्यो बेलामा त्यो त फुल टाइम रहन्छ अरे। त्यो बेलामा चाहिँ इमोसनली कहिले पनि नराम्रो नबोल्ने, उसको कुरा सुनिदिने, खालि सुनेर पनि उसको मन हल्का हुन्छ भने सुनिदिने, उसलाई फिजिकली रेस्ट गर्न दिने, खाना उसलाई राम्रोसँग दिने, हाइड्रेट हुन दिने। प्लस अब उसको अरू पनि प्रब्लमहरू हेरिदिने, पेरिनियमहरू राम्रो छ कि छैन, केही प्रब्लम भयो भने डक्टरका लगिदिने, बच्चाहरूलाई केयर गरिदिने। त्यति मात्र गऱ्यो भने चाहिँ उसलाई चाहिँ पोस्टपार्टम साइकोसिससम्म या डिप्रेसनसम्म कहीँ जाँदैन। र अलिकति याद गर्ने, कुनै बेलामा यो सबै गर्दाखेरि पनि पेसेन्टको पहिलेदेखिको हिस्ट्री छ भने चाहिँ त्यो हुनसक्छ। अलिकति चेन्जेसहरू याद गर्ने कि ऊ एकदमै धेरै स्याड त भइरहेको छैन, रोइ त रहेको छैन, त्यो सबै चाहिँ अलिकति याद गर्नुपर्छ। नेगेटिभ थटहरू पनि आउँछ भन्नुहुन्छ यो बेलामा? एकदमै धेरैजनाको त्यस्तो भइरहेको हुन्छ। त्यो चाहिँ फ्यामिली हिस्ट्रीहरूले गर्दाखेरि पनि हुन्छ, सबै चिज गर्दाखेरि पनि यो भइरहेको हुन्छ। तर मेन भनेको चाहिँ फ्यामिलीले चाहिँ त्यो बेलामा चाहिँ पुरा सपोर्ट, नो जजमेन्टल, पुरा सपोर्ट, काहीँ दोष दिने कुरै छैन होइन। तिमीले त्यो जानु खाएनौ, तिमीले यो खाएनौ, तिमीले नुहायौ भनेर त्यो भन्ने नै होइन। त्यो सबै चिज ऊ गर्न दियो भने चाहिँ उसलाई त्यो प्रब्लम चाहिँ नहोला। अनि नेगेटिभ थट आउन नदिनलाई के गर्ने त्यो बेलामा? अब यही अहिले मैले भने सुत्केरी आमालाई फ्यामिली सपोर्ट त आफ्नो भइ नै हाल्यो, आफ्नो ठाउँमा छँदैछ, फ्यामिलीले भरपुर सहयोग गर्नुहुन्छ होइन, फ्यामिलीको सपोर्ट छँदैछ। तर एज अ मदर, एज अ जो भर्खरै डेलिभरी गरेर सुत्केरी हुनुभएको छ, उहाँले चाहिँ नेगेटिभ थट आउन नदिन चाहिँ आफूलाई कस्तो प्रिपेयर गर्ने? अब आफूले प्रिपेयर गर्ने भनेको यो त अब त्यो बेलामा त पहिलेदेखि यदि हिस्ट्री त्यस्तो लागिरहेछ स्याडनेसहरू, त्यो कतिजनाको त एन्टिनेटल पिरियडमै थाहा हुन्छ। हामीलाई नै भन्छ मलाई त एकदमै रुन मन लाग्यो भने, त्यस्तोहरू केही भइरहेछ भने एकचोटि पहिलेदेखि नै साइकेट्रिक ऊहरू गरिराख्ने, घरमा एक्लै बस्नु नदिने होइन। पुरा हस्बेन्डलाई फ्यामिलीलाई चाहिँ सँगै राखि नै राखेर हामीले चाहिँ उहाँलाई चाहिँ यस्तो थट्सहरू आइरहेको छ, तपाईँले अलिकति याद गर्नु है भन्ने होइन। अब उसलाई चाहिँ अब ऊ बच्चामा केयर गर्दाखेरि पनि उसलाई एक्जस्ट हुन नदिने, त्यो सबै गरिराख्यो। अनि गर्दाखेरि प्लस अनि
पहिलेदेखि अब पऱ्यो भने साइकेट्रिकको पनि हेल्प लियो भने चाहिँ त्यो प्रब्लम चाहिँ नहोला। कतिपयले बच्चा जन्मिएको 6 महिना 1 वर्ष पश्चात पनि पिरियड भएको छैन भन्नुहुन्छ। गर्भवती भएको कति समयपछि पिरियड हुनुपर्छ र पिरियड कति भएन भने चाहिँ डक्टरकोमा तुरुन्तै गइहाल्ने? अब यस्तो यो चाहिँ डिपेन्ड गर्छ ब्रेस्ट फिडिङमा। मैले भन्न खोजेको सुत्केरी भएपछि, त्यही त सुत्केरी भइसकेपछि चाहिँ उसले एकदमै एक्सक्लुसिभ पुरा टाइम आफ्नैमा त दुध खुवाइरहेको छ, बच्चालाई अर्कोको दुध दिइरहेको छैन भने चाहिँ त्यो बेलामा चाहिँ उसको चाहिँ पिरियड चाहिँ कहिलेकाहीँ 6 महिनादेखि 9 महिनासम्म नहुन सक्छ है। त्यो भनेको चाहिँ ठिकै हो, तर ओभुलेसन भनेको त अन्डा फुट्ने त पहिलेदेखि हुनसक्छ है, त्यो चाहिँ याद गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ यदि ब्रेस्ट फिडिङ गरिरहेको छैन भने चाहिँ उसको त 6 देखि 8 हप्तामै फेरि पिरियड पनि हुनसक्छ। त्यसैले यो सबै डिपेन्ड गर्छ ब्रेस्ट फिडिङमा चाहिँ। तर याद गर्नुपर्ने चाहिँ यदि पिरियड भएन भन्दैमा चाहिँ फेरि प्रेग्नेन्ट नहुने चाहिँ होइन। ओके, यसैसँग मैले अर्को क्वेसन फेरि सँगसँगै कोरिलेट क्वेसन जोड्न चाहेँ। बच्चा जन्मेपछि एकपटक पनि महिनावारी नभइकन फेरि पनि अर्को प्रेग्नेन्सी आएको पनि हामीले देख्न सक्छौँ। यो चाहिँ कुन अवस्थामा हुन्छ? अब यो अघि भने जस्तो ब्रेस्ट फिडिङ नगरेको महिलाहरूलाई चाहिँ पहिलेदेखि नै चाहिँ अब पिरियड त पछि हुने हो नि त होइन, त्योभन्दा अगाडि 14 दिन भएकै छैन अनि 14 दिन अगाडि त ओभुलेसन अन्डा त फुट्न सक्छ नि त होइन, अन्डा त फुट्न सक्छ। अनि पिरियड नभइकन त्यो ब्रेस्ट फिडिङ भएन भने चाहिँ त्यो बेलामा चाहिँ महिनावारी हुनसक्छ। या मैले भने जसले ब्रेस्ट फिडिङ गरिरहेको छ ऊ त 9 महिनासम्म मेरो ब्रेस्ट फिडिङ गरिरहेको छु भने बसिराख्ला, तर त्यो बेलामा कुनै पनि बेलामा ओभुलेसन भयो भने चाहिँ प्रेग्नेन्ट हुनसक्छ। त्यसैले म चाहिँ पोस्टपार्टम कन्ट्रासेप्सन भनेर हामी एकदमै भनिरहेको हुन्छौँ कि जुन चाहिँ फिमेलहरू आउनुहुन्छ उहाँलाई चाहिँ एकदमै बच्चा अहिले हुने चान्सेस छ, तपाईँ यो बिचमा के गर्न मिल्छ भनेर हामीले पुरा अप्सन्सहरू दिएर प्लिज यो गर्नुहोस्, यो बिचमा बच्चा बस्न सक्छ है भनेर भनिरहेको हुन्छ। स्पेसली सिएस वाला पेसेन्टहरूलाई त बच्चा त हामीले 2-3 वर्ष त राख्न मिलेन, प्लिज तपाईँ चाहिँ पोस्टपार्टम चाहिँ यो कन्ट्रासेप्टिभ छ, तपाईँ यो चाहिँ गर्न मिल्यो होइन। स्पेसली अब गर्न मिल्ने भनेको त डिपो लगाउन मिल्यो, कपर टी लगाउन मिल्यो, ब्यारियर मेथड गर्न मिल्यो, प्रोजेस्टेरोन अनि पिल खान मिल्यो, त्यो बाहेक त अरू गर्न मिल्दैन। ओके, अब महिनावारीसँग रिलेटेड अर्को क्वेसन के भने एकचोटि पनि महिनावारी भएको छैन जन्मेदेखि, गर्भधारण पोसिबल छ यस्तो अवस्थामा? कति धेरै क्वेसन आउँछ यहाँ। अब एकचोटि पनि भएको छैन भने बिन्स त पहिला त उसलाई त हेर्नुपर्ने हुन्छ है कि किन भइरहेको छैन, काहीँ हाम्रो युट्रसै नहुने त्यो एउटा सम्भावना पनि हुन्छ, कहिलेकाहीँ त भजाइना नै नहुने प्रब्लम्सहरू, यो चाहिँ सबै कन्जेनाइटल एनोमलिजहरू भन्छ, त्यो हेर्ने हुन्छ। या त ओभरी नै छैन कि या क्रोमोसोमले केही डिफेक्ट छ कि त्यो सबै हेर्नुपर्ने हुन्छ। तर अहिलेसम्म चाहिँ अब मैले चाहिँ देखाएको छैन कि त्यो गर्भधारण भएर आएको भनेर। अब तर एकचोटि पनि महिनावारी नभएकोहरू त यहाँ हामीलाई क्वेसन चाहिँ आइ नै रहन्छ, एकचोटि पनि मलाई महिनावारी भएको छैन, अब बच्चा पाउने के गर्नुपर्छ? उहाँहरूले अलरेडी बिहे गरेको 4-5 वर्ष पनि भइसकेको हुन्छ, त्यसमा त राम्रोसँग गएर डक्टरको इभ्यालुएट गर्नु पर्यो किन छ भनेको थियो नि त मेन्सेस भइरहेछ भनेपछि अन्डा बनिरहेछ, युट्रस राम्रो भइरहेछ। अब अन्डा बनिरहेको छैन, अन्डा फुटिरहेको छैन, ओभुलेट भइरहेको छैन, अनि महिनावारी भएको छैन भने त एकचोटि डक्टरलाई देखाउनै पर्छ। हजुर, अब म हजुरलाई टेस्ट ट्युब बेबीतिर लिएर आउन चाहेँ। आइभीएफ भनेको के हो? आइभीएफ भनेको चाहिँ अब इन भिट्रो फर्टिलाइजेसन होइन, इन भिट्रो भनेको इन द ट्युब फर्टिलाइजेसन। अब त्यो चाहिँ अब असिस्टेड रिप्रोडक्टिभ टेक्निक भनौँ न, जसमा चाहिँ अब बच्चा हुन गाह्रो भइरहेको छ, बिहा भएको 1 वर्षसम्म पनि रेगुलर बस्दाखेरि पनि बच्चा बस्न गाह्रो भइरहेको छ भने चाहिँ उहाँहरू चाहिँ आउनुहुन्छ हामी कहाँ, आएर हेर्दाखेरि केही कारणले चाहिँ अब सबै अब नर्मली हामी सबै गर्दाखेरि पनि भइरहेको छ भने कुनै कुनै कन्डिसनमा चाहिँ आइभीएफमा जानुपर्छ। अनि कहिले आउने त हजुर कहाँ? अब म कहाँ चाहिँ त्यही मैले भन्दैछु, यदि बिहा गरिसकेपछि या रिलेसन बसेको 1 वर्ष भइसक्यो, 1 वर्ष चाहिँ रेगुलर कन्ट्रासेप्टिभ युज नगरिकन रेगुलरली बसिराख्नु भएको छ, बच्चा भएन भने आउने, या चाहिँ 35 इयर्सभन्दा माथि हुनुहुन्छ भने 6 महिनाभित्रमा पनि बच्चा भएन भने आउने, या त्यो सँगसँगै अरू इरेगुलर पिरियडहरू भइरहेको छ, अरू थाइरोइडहरूको प्रब्लमहरू केही भइरहेको छ भने चाहिँ, या चाहिँ सिमेनहरूमा चाहिँ केही प्रब्लम जस्तो लाग्छ भने चाहिँ त्यो त्यही बेलामा आएर हामीले देखाइहाल्नुपर्छ। इन्फर्टिलिटीको रेसियो अहिले दिनदिनै बढिरहेछ, के हुनसक्छ कजेसहरू? एक त मान्छेमा भनौँ न अहिले बढी थाहा पाउने भइसक्यो होइन कि अब इन्फर्टिलिटी मलाई छ भने पहिलाको कतिजना हामीले देख्छौँ कति वर्षसम्म बच्चा भएन भनेर हुने, त्यो कारणले पनि इन्फर्टिलिटी अलिकति रेसियो बढेको पनि देखिया छ। अर्को भनेको चाहिँ पहिला जस्तो हामीले चाहिँ चाँडै बिहा गर्ने, चाँडै बच्चा पाउने त्यस्तो गरिरहेको छैनौँ। अब हामी चाहिँ अहिले ढिलो बिहा गर्छौँ, ढिलो बच्चा पाउने क्यारियरको कारणले, यो सबै कारणले। अर्को इन्भाइरोमेन्ट
यति त इन्भाइरोमेन्ट पोल्युटेड इन्भाइरोमेन्ट छ, पेस्टिसाइड्सहरू छ, त्यो कारणले पनि प्रब्लम्सहरू भइरहेको छ। यो सबै कारण अब ढिलो बिहा गर्दाखेरि फिमेलमा पनि प्रब्लम्सहरू आइरहेको छ, युट्रसमा प्रब्लम्सहरू हुनसक्ने, उसैलाई थाइरोइडको प्रब्लम हुनसक्ने, यो सबै कारणले चाहिँ अलिकति इन्फर्टिलिटीमा चाहिँ अलिक बढी भइरहेको। अब हजुरले कारण अलिअलि भनिहालिछौ, महिलामा हुने निसन्तानपनका कारणहरू र पुरुषमा हुने निसन्तानपनका कारणहरू के हुन्? अब महिलामा हुने भनेको चाहिँ अहिले मैले भनेको जस्तै सबभन्दा फर्स्ट भनेको त हर्मोन्समै भनौँ होइन, हर्मोन्सहरूको कारणले चाहिँ अन्डा नबन्ने ओभुलेसन एनोभुलेटरी भन्छ, त्यो चाहिँ हाम्रो मेन चाहिँ पिसिओएसमा हुन्छ होइन, थाइरोइडको डिसअर्डरमा हुन्छ, प्रोल्याक्टिन हर्मोन हाई भएको छ भने त्यो कारणहरूमा हुन्छ, या केही कारणले चाहिँ ओबेसिटी मोटोपन भइरहेको छ त्यो, या धेरै नै वेट कम छ, त्यो कारणहरूमा पनि चाहिँ हाम्रो चाहिँ इन्फर्टिलिटी हुन्छ। या ट्युबमा डिफेक्ट भयो भने होइन, हाम्रो चाहिँ प्रेग्नेन्ट हुनलाई अन्डा राम्रो हुनु पऱ्यो, ट्युब खुला हुनु पऱ्यो, युट्रस राम्रो हुनु पऱ्यो, सिमेन राम्रो हुनु पऱ्यो। अब हाम्रो फिमेलमा हुने भनेको त अन्डा, ट्युब, युट्रस भयो होइन, अन्डामा ओभुलेसन भएन, त्यो एउटा कारणले भयो होइन। अब ट्युब केही कारणले ब्लक भयो, पहिलाको इन्फेक्सनहरूको कारणले ब्लक भयो, या हाइड्रोसाल्पिङ्स पानी पहिल्यैदेखि इन्फेक्सन छ त्यो चाहिँ अब हाइड्रोसाल्पिङ्स अब ट्युब त्यही पानी जमेर बसिरहेको छ त्यो कारणले, या चाहिँ ट्युब चाहिँ एकदमै स्कारिङहरू भयो केही कारण इन्फेक्सन भयो भने त्यो भयो, या युट्रसमा चाहिँ अब फाइब्रोइड भयो, केही मासु पलाएको छ, या भित्र पलिपहरू भएको छ, युट्रस चाहिँ अलिकति गडबड बनिएको छ भन्यो भने चाहिँ त्यो केसेसहरूमा चाहिँ प्रेग्नेन्सी हुन गयो। अब सर्भिक्समा आयो भने सर्भिक्समा पनि अब सिमेनको लागि चाहिँ कहिलेकाहीँ एन्टिबडिज बनिन्छ, त्यो कारणमा पनि कहिलेकाहीँ बच्चा बस्दैन। भनेपछि आइभिएफ सेक्टरमा आउने बित्तिकै हजुरहरूले सुरुमै आइभिएफ गर्नुपर्छ त भन्ने जरुरी नै भएन। जस्तै पोलिप भएको खण्डमा पोलिपलाई ट्रिट गर्नु पर्यो होइन, इन्फेक्सन भयो केही काहीँ इन्फेक्सन छ भने इन्फेक्सनलाई ट्रिट गर्नु पर्यो होइन। भनेपछि इन्फर्टिलिटीमा आइसकेपछि ट्रिटमेन्ट हजुरहरूले बेसलाइनबाटै स्टार्ट गर्छिन्छ कि के छ? अब सबभन्दा फर्स्ट हामी हेर्छौँ कि के चाहिँ प्रब्लम छ होइन, बेसलाइन इन्भेस्टिगेसन मैले भने जस्तो ट्युब, ओभरी, युट्रस यो सबै हेऱ्यो। जस्तै अब ओभरीको लागि चाहिँ हामीले हर्मोन्सहरू हेऱ्यो, हाम्रो कस्तो छ भनेर अल्ट्रासाउन्ड गरेर मासुहरू पलाछ कि छैन भनेर हेर्छौँ। अनि त्यसपछि ट्युबको लागि HSC भनेर ट्युब टेस्ट गरिन्छ होइन। अब अन्डा कतिवटा छ भनेर सिरम AMHहरू पनि हामी हेरिरहेको हुन्छौँ। अनि ओभरअल अरू कन्डिसन्सहरू के छ उसको चाहिँ प्रोल्याक्टिन हर्मोन, थाइरोइड हर्मोन सबै हेर्ने, प्लस त्यो सँगसँगै हस्बेन्डको पनि सिमेन एनालिसिस हेरेर अब के छ सबै चिज राम्रो छ भने चाहिँ खालि हाम्रो काम भनेको चाहिँ तपाईँ खालि आफ्नो लाइफस्टाइल मेन्टेन गर्नु, स्ट्रेस कम गर्नु, खाना अलिकति राम्रोसँग खानु, अनि एल्कोहलहरू कम गरिदिनु, स्मोकिङ नगर्नु, यो सबै गरेर एकचोटि 3 महिना हेर्नु न भनेर पनि कतिजनाले हामी पठाउँछौँ होइन। कुनैमा जे गडबडी आउँछ त्यो चिजलाई चाहिँ हामी ट्रिट गरेर त्यही अनुसार अगाडि जाने। इन्फर्टिलिटी क्लिनिकमा आउने बित्तिकै इन्फर्टिलिटी भनेर आइभिएफ चाहिँ कसैले पनि गरिँदैन, बेसलाइनबाटै। ओके, कतिजना फिमेलहरू आइसिन्छ मलाई त महिनाभरि एकदम रेगुलर हुन्छ, एकदम टाइम टु टाइम भन्नुहुन्छ, तर पनि गर्भधारण भएन, यसमा महिनावारीको मात्रै रोल भएर पिरियड राम्रोसँग टाइम टु टाइम भइरहेको भनेपछि अन्डा त टाइममा बनिरहेछ होइन। अब अघि मैले भने जस्तो देयर आर सो मेनी रोल्स होइन, अन्डाको, ट्युबको, युट्रसको सबैको छ। अब टाइममा पिरियड भइरहेछ त्यो त ओभुलेसन राम्रो भइरहेछ होइन, तर ट्युब ब्लक भएको हुनसक्छ होइन, इन्फेक्सन भएको हुनसक्छ, फाइब्रोइड भएको हुनसक्छ, पलिप हुनसक्छ, थाइरोइडको गडबडीको कारणले त ल अब ट्युब त के अरे पिरियड राम्रो भइरहेछ भनेपछि त्यो त नहोला, या हस्बेन्डकै सिमेनमा गडबडी हुन होइन। कतिजना त यस्तो पनि भनिन्छ कि मेरो पहिलो हस्बेन्डबाट त अर्को वाइफबाट बच्चा भएको थियो, अब म त सेकेन्ड वाइफ हो उहाँको, अनि पिरियड पनि रेगुलर छ म्याम, किन मेरो बच्चा बस्दैन भनेर डक्टरकोमा चाहिँ पुग्नु नै भएन, हामीलाई क्वेसन चाहिँ आइरहेको छ। अब त्यो त फर्स्ट वाइफमा प्रेग्नेन्ट हुँदाखेरि त हस्बेन्डको सिमेन राम्रै थियो होला, विथ टाइम विथ एज हस्बेन्डको सिमेनमा पनि त गडबडी आउँछ नि होइन, त्यो क्वालिटीमा डिफ्रेन्ट होला, या त विथ टाइम उहाँको लाइफस्टाइलले गर्दाखेरि त्यो सिमेनमा गडबडी हुनसक्छ होइन। त्यो कारणले चाहिँ त्यो, या कहिलेकाहीँ त सबै चिज राम्रो हुँदाखेरि पनि बच्चा बस्दैन, त्यो चाहिँ फेरि अनएक्सप्लेन इन्फर्टिलिटी भनिदिन्छ। त्यो पनि एकचोटि अझ राम्रोसँग हेरेर अनि मात्र भन्न सकिन्छ। अनएक्सप्लेन इन्फर्टिलिटी भनेको के हो? अब हजुरले जोडिहालिस् यसलाई अलिकति भनिदिनुहोस् न। अनएक्सप्लेन इन्फर्टिलिटी भनेको हामीले जुन बेसिक इन्भेस्टिगेसन गर्छौँ होइन, ओभरी, ट्युबहरू सबै हेरिरहेछौँ, सबै चिज हेर्दाखेरि चाहिँ राम्रो छ तर बच्चा बसिरहेको छैन भनेपछि त्यो अनएक्सप्लेन इन्फर्टिलिटी भयो। अब त्यसको रिजन्सहरू चाहिँ छ है, केही कारणले चाहिँ अब प्रोजेस्टेरोन हर्मोनको कमी भयो, या चाहिँ हाम्रो चाहिँ ट्युबहरू चाहिँ खुल्ला छ तर डिलेड भइरहेको छ, त्यहाँको सिलियाहरू काम गरिरहेको छैन, त्यहाँको ट्युब्सहरूले चाहिँ राम्रोसँग लिएर आइरहेको छैन, या त ओभरी चाहिँ छ टन्न, ओभरीमा ओभमहरू अन्डाहरू टन्नै छ तर त्यसको क्वालिटी राम्रो छैन, सिमेन राम्रो छ तर सिमेनको क्वालिटी राम्रो छैन, त्यो सबै थाहा पाउने भनेको DFI इन्डेक्सहरू पनि अहिले आएको छ, त्यो कारणले पनि हेर्नु मिल्छ। या सर्भिक्समा चाहिँ सिमेनको अगेन्स्टमा चाहिँ एन्टिबडिजहरू बनिरहेको छ, या इम्युनोलोजिकल केही चिज फरेन बडी युट्रसले इम्प्लान्ट गर्न मानिरहेको छैन होइन, इम्ब्रियोलाई मानिरहेको
छैन, इम्ब्रियोको क्वालिटी नै राम्रो छैन, त्यो सबै केसेसहरू चाहिँ हुनसक्छ। अब सबै चिज हामीले टेस्ट गर्न त हामी कहाँ पनि छैन पनि, पोसिबल पनि छैन, तर त्यस्तो केसेसहरू चाहिँ हामी अनएक्सप्लेन इन्फर्टिलिटीमा गइरहेको हुन्छ। भनेपछि अनएक्सप्लेन इन्फर्टिलिटी पनि हामी ट्रिट गर्न सक्छौँ होइन। हजुर। अब अर्को क्वेसन गर्न चाहेँ मैले हजुरलाई, बेसलाइन इन्भेस्टिगेसनको कुरा अघि जुन हजुरले भनिसकेको थियो, बेसलाइन इन्भेस्टिगेसन अन्तर्गत चाहिँ के पर्छन्? बेसलाइन इन्भेस्टिगेसन अन्तर्गत चाहिँ अब पेसेन्ट आउने बित्तिकै हामी चाहिँ उसको चाहिँ सबै चिज, अब ओभरीको क्वालिटीदेखि भन्नाले ओभमको क्वालिटीदेखि लिएर सिरम एएमएच होइन, अनि प्रोल्याक्टिन, थाइरोइडहरू हामी हेर्छौँ, हेमोग्लोबिन कतिको छ, एलएफटी आरएफटी, किडनी डिजिज, लिभर डिजिजहरू छ कि छैन त्यो हेऱ्यो, इन्फेक्सन छ कि छैन भने एउटा प्याप्समेयर गराउन मिल्यो, अल्ट्रासाउन्ड गरेर चाहिँ हामीले चाहिँ युट्रसमा केही फाइब्रोइडहरू छ कि छैन हेर्न मिल्यो, अनि सिमेन एनालिसिस सबभन्दा मेन, म त त्यो त फर्स्ट गराएर अनि त्यसपछि म एचएससीमा जान्छु ट्युब टेस्ट गर्न मिल्ने। बेसलाइन पछि त हजुरले ओभुलेसन इन्डक्सन पनि प्लान गरिराख्छ हुन्छ नि? हजुर हजुर। के हो यो ओभुलेसन इन्डक्सन भन्नाले के बुझिन्छ? ओभुलेसन इन्डक्सन भनेको चाहिँ अब हामीले चाहिँ औषधिद्वारा महिनावारी भएको सेकेन्ड या थर्ड डेमा चाहिँ औषधि दिएर चाहिँ एउटा या दुईवटा म्याच्योर अन्डा निकाल्नको लागि जुन औषधि दिन्छौँ ठुलो बनाउनको लागि, द्याट इज कल्ड ओभुलेसन इन्डक्सन है। अब त्यो चाहिँ अब हामीले चाहिँ सेकेन्ड डेबाट औषधि दिन्छौँ, 4-5 दिन चलाउँछौँ, अनि अल्ट्रासाउन्डबाट चाहिँ हामी रेगुलरली हेरिराख्नुपर्छ कि फलिकल कत्रो ठुलो भयो भनेर। अब त्यो फलिकल 18 देखि 20 भइसकेपछि चाहिँ अब यो यसमा म्याच्योर ओभम बन्यो भनेर चाहिँ हामीले ट्रिगर दिएर अनि त्यसलाई चाहिँ निकालिन्छ, त्यो चाहिँ हो ओभुलेसन इन्डक्सन। भनेपछि म्याम ओभुलेसन इन्डक्सनबाट पनि प्राकृतिक गर्भधारण सम्भव छ है? हजुर, ओभुलेसन इन्डक्सन गरेर पनि हामी टाइमली इन्टरकोर्स भन्छौँ, अब अन्डा फुटाइसकेपछि चाहिँ अब रिलेसनमा बस्नु भनेर, त्योबाट पनि हामी धेरैजनाको चाहिँ प्रेग्नेन्सी पोसिबलै छ। आइयुआई कस्तो उपचार पद्धति हो अनि आइयुआई कस्तो अवस्थामा गर्न सल्लाह दिन्छ हजुरहरूले? हजुर, आइयुआई भनेको चाहिँ इन्ट्रा युट्राइन इन्सेमिनेसन भनेको चाहिँ यो पद्धतिमा चाहिँ के हुन्छ भने कुनै पनि बेलामा चाहिँ माइल्ड मेल इन्फर्टिलिटीको प्रब्लमहरू छ जसमा चाहिँ मोटिलिटी कम छ, स्विमिङ गर्ने क्षमता भनौँ न हामी कम भएको केसमा, या चाहिँ केही कारणले चाहिँ सर्भिक्समा प्रब्लम्सहरू भइरहेको छ भने चाहिँ, या पिसिओएसवाला पेसेन्टहरूमा जसमा चाहिँ अन्डाहरू बन्ने चाहिँ कम भइरहेको छ भने कहिलेकाहीँ मात्र, यदि पहिला ओभुलेसन इन्डक्सन टाइम इन्टरकोर्सबाट भएन भने या अनएक्सप्लेन इन्फर्टिलिटी भनेको जस्तो त्यस्तो केसेसहरूमा चाहिँ हामीले चाहिँ आइयुआई गर्छौँ। यसमा चाहिँ के गर्छौँ भने वीर्य हामीले चाहिँ श्रीमानको लिएर चाहिँ त्यसलाई वास गरेर चाहिँ अनि नर्मल भाषामा भन्दाखेरि चाहिँ राम्रो चाहिँ सिमेन स्याम्पल चाहिँ हामीले चाहिँ एउटा क्याथेटरको थ्रु चाहिँ सर्भिक्सबाट घुसाएर हाल्ने चाहिँ हुन्छ। त्योभन्दा अगाडि चाहिँ हामीले ओभुलेसन इन्डक्सन गरेर हुन्छ, अन्डा बनाउँछौँ, अन्डा बनाएर राम्रोसँग हेर्दै जाँदाखेरि 18 देखि 20 भएपछि हामी फुटाउँछौँ, फुटाएको 24 to 36 आवर्समा चाहिँ हामीले चाहिँ यो आइयुआई गरिरहेको हुन्छौँ। अनि आइयुआई कति पटकसम्म गर्न मिल्छ? अब नर्मली बुकमा भनेअनुसार 6 साइकल्स हो होइन, तर म चाहिँ अब रेगुलरली चाहिँ हेर्दाखेरि चाहिँ 3 साइकल्समा यदि भएन भने चाहिँ फेरि हुने चान्सेस हुँदैन, त्यो टाइम मात्र वेस्ट हो। 3 साइकल्स पछि यो गो फर आइभीएफ। भनेपछि हामीले ओभुलेसन इन्डक्सन गऱ्यौँ, ओभुलेसन इन्डक्सन पछि आइयुआई गऱ्यौँ, त्यसपछि हामी आइभीएफमा जान्छौँ। ओभुलेसन इन्डक्सन विथ टाइम इन्टरकोर्स फर्स्टमा आयो, सबै चिज राम्रो छ भने हामी खालि लाइफस्टाइल मात्र चेन्जेस गर, त्यसपछि पनि भएन भने हामी चाहिँ ओभुलेसन इन्डक्सन विथ टाइम इन्टरकोर्स सबै चिज राम्रो छ, सिमेन पनि राम्रो छ, सबै चिज राम्रो छ भने त्यसमा गयो, त्यो पनि भएन भने चाहिँ बल्ल गएर चाहिँ हामी आइयुआई अनि आइभीएफतिर गयो। भनेपछि आइभीएफ, ओभुलेसन इन्डक्सन, आइयुआई र आइभीएफ भनेर बुझ्नु पर्यो। हजुर हजुर। आइभीएफ गर्न कति समय लाग्छ? आइभीएफका प्रोसेस प्रक्रिया अलिकति भनिदिनुहोस् न। अब आइभीएफ भनेको चाहिँ अब हामी गर्नै गएपछि चाहिँ अब फर्स्टमा चाहिँ फिमेल आउनुहुन्छ होइन, अब के चाहिँ के रिजनमा चाहिँ आइभीएफ गरिन्छ भन्दाखेरि चाहिँ अब दुईवटा ट्युब ब्लक भयो होइन, मेलमा चाहिँ एकदमै इन्फर्टिलिटीको सिभियर इन्फर्टिलिटी, मोर्फोलोजी राम्रै छैन, एजोस्पर्मिया उसको त सिमेन निस्किनै रहेको छैन, त्यो केसेसहरूमा चाहिँ निकालेर स्क्रोटमबाट निकालेर अनि त्यसपछि राख्नुपर्ने हुन्छ, इक्सी गर्नुपर्ने हुन्छ। त्यस्तो केसेसहरूमा सिभियर एन्डोमेट्रियोसिसमा या अनएक्सप्लेन इन्फर्टिलिटी जसमा चाहिँ 3-4 चोटि चाहिँ हामी पहिलोचोटि आइयुआई गर्दाखेरि पनि बस्न सकेको छैन, त्यस्तो केसेसहरूमा चाहिँ हामी आइभीएफ गर्छौँ। अब आइभीएफ चाहिँ अब भन्दाखेरि चाहिँ नर्मली चाहिँ एटलिस्ट 2-3 महिना चाहिँ सोचेर आउनु भनेर हामी भनिरहेको हुन्छौँ। फर्स्ट महिना चाहिँ उहाँ आउनुहुन्छ, महिनावारी भएको दोस्रो या तेस्रो दिनबाट चाहिँ हामीले चाहिँ अन्डा बनाउने ओभेरियन स्टिमुलेसन भन्छौँ, जति सक्यो हामीले इन्जेक्सन थ्रुबाट चाहिँ कतिवटा अन्डा बन्न सक्छ त्यो अन्डा चाहिँ बनाएर अनि हामीले चाहिँ त्यो अन्डा चाहिँ अलि अल्ट्रासाउन्ड गाइडेड हेर्दै गरेर चाहिँ अलिक ठुलो भइसकेपछि त्यही ट्रिगर लगाएर चाहिँ हामीले चाहिँ विदिन 36 त्यो ट्रिगर लगाएको 36 आवर्समा चाहिँ हामी निकाल्छौँ होइन, विदिन 36 आवर्समा निकाल्छौँ। त्यो निकालेको दिन चाहिँ हामीले चाहिँ सिमेन्ट पनि लिएर चाहिँ हामीले फर्टिलाइज गरेर त्यो फर्टिलाइज गरेर इम्ब्रियो बनाउन राख्छौँ। अब इम्ब्रियो त हेर्दै जान्छौँ कुन चाहिँ डेको भनेर। अब
इम्ब्रियो चाहिँ अब डे 3 डे 5 भनेर हुन्छ त्यो त अब त्यो पेसेन्टको भोइस पनि डिपेन्ड गर्छ त्यो हामीले राखिरहेको हुन्छ अब सेकेन्ड उहाँ चाहिँ अब घर गइसक्नुहुन्छ सेकेन्डचोटि आउँदाखेरि चाहिँ कसैलाई चाहिँ हिस्ट्रोस्कोपी भनेर हेर्नुपर्ने हुन्छ युट्रसको कन्डिसन कस्तो छ फर्स्ट भन्यो भने अब मैले नर्मली भन्दाखेरि चाहिँ फर्स्ट हामीले बिउ निकाल्यो सेकेन्ड अब पाठेकर भनेपछि यो खेत खन्या जस्तो खेत हेऱ्यो अनि थर्ड भनेको चाहिँ त्यसपछि थर्डचोटि आउँदाखेरि चाहिँ हामीले चाहिँ उहाँको चाहिँ इम्ब्रियो फेरि डे 2 डे 3 मा आउनुहुन्छ अनि एन्डोमेट्रियम माटो बनाउने काम गरौँ भने जस्तो माटो बनाउनलाई चाहिँ हामीले हर्मोन्सहरू दिन्छौँ अनि प्रपर भइसकेपछि एकदमै हामी सेटिस्फाइड भएपछि चाहिँ बल्ल इम्ब्रियो ट्रान्सफर गरिन्छ अघि हजुरले भनेको सबै आइभीएफ केसेसहरूमा हिस्ट्रोस्कोपी अनिवार्य हो सबैमा त जरुरी छैन हिस्ट्रोस्कोपी भनेको के हो अलिकति हिस्ट्रोस्कोपीमा चाहिँ हामीले के गर्छौँ भने एउटा क्यामेरा हिस्ट्रोस्कोप भनेको चाहिँ एउटा क्यामेरा वाला चाहिँ इन्स्ट्रुमेन्ट चाहिँ हामीले चाहिँ युट्रसभित्र छिरायो त्यो त्यो गर्दाखेरि चाहिँ भित्रको चाहिँ कुनै सेप्टमहरू भित्र केही मासुहरू पलाएको छ कि छैन होइन मासु या त सेप्टमहरू केही बनेको छ कि छैन केही अलग टाइपको अब युट्रस त अलिकति यस्तो हुनुपर्ने त्यसमा बिचमा सेप्टमहरू केही छ कि छैन त्यो सबै हेर्ने या एन्डोमेट्रियमको कन्डिसन कस्तो छ माटो कस्तो छ भनेर हेर्नलाई चाहिँ त्यो हेरेर अनि स्क्रैचिङहरू गरेर गरिन्छ अब सबै केसेसमा जरुरी छैन तर अब हामीले चाहिँ मकिटी गर्दाखेरि पहिला नै हामीले राखेर हेर्दाखेरि चाहिँ होइन राम्रोसँग घुसिरहेको छैन या पहिला धेरैचोटि आइभीएफ फेल हामी कहाँ आउँदाखेरि त आइभीएफ फेल भएर धेरैजना आउनुहुन्छ त्यो केसेसहरूमा चाहिँ त्यो पनि एउटा कन्डिसन हुन्छ भनेर हामी चाहिँ हिस्ट्रोस्कोपी गरेर एकचोटि हेरेर अनि मात्र गर्छौँ भनेपछि आइभीएफको सक्सेस रेटमा हिस्ट्रोस्कोपीको पनि रोल चाहिँ छ हैन हजुर हजुरले त्यही भएर गर्न सजेस्ट गर्छिन्छ अब आइभीएफ गर्नको लागि आइभीएफ जुन गर्नको लागि हामी कहाँ जुन कपलहरू आउनुहुन्छ उहाँहरूको एजलाई लिएर अलिकति डिस्कसन गरौँ एज र आइभीएफलाई कसरी हजुरले डिस्क्राइब गर्छिन्छ अब यो भन्दाखेरि चाहिँ अब सबैले भनेअनुसार चाहिँ एज फिमेलको मात्र इम्पोर्टेन्ट भन्छ होइन तर एज चाहिँ मेलको पनि उत्तिकै इम्पोर्टेन्ट हुनुहुन्छ अब फिमेलमा चाहिँ 25 to 30 इयर्ससम्म हाम्रो फर्टिलिटी एकदमै राम्रो भइरहेको हुन्छ अन्डाको क्वालिटीदेखि लिएर सबै राम्रो हुन्छ ओभरअल हेल्थको वेलबिङ पनि राम्रो भइरहेको हुन्छ अब 30 इयर्सपछि चाहिँ अलिकति डिक्लाइन हुन थाल्छ 35 इयर्सपछि अलिकति मार्कली एकदमै पहिलाभन्दा त धेरै नै कम हुन थाल्छ 40 वर्षपछि चाहिँ अलिकति हाम्रो एएमएच पनि घट्दै जान्छ अन्डाको क्वालिटी पनि घट्दै जान्छ मोर चान्सेस अफ क्रोमोजोमल एनोमलिज होइन बच्चामा केही खराबी हुन सक्ने पनि हुनसक्छ र त्यो एजमा चाहिँ अलिकति अरू कन्डिसन्सहरू हेल्थ कन्डिसन्स पनि आउँछ हाइपरटेन्सन डायबिटिजहरू पनि भएको छ भने त्यसले पनि फरक पर्छ त्यस्तै गरेर मेलको पनि मोर देन 40 इयर्स भएपछि सिमेनको क्वालिटीमा चाहिँ अलिकति डिफ्रेन्स त आएकै हुन्छ अब कतिजना दम्पति त यस्तो पनि भन्नुहुन्छ जस्तै आइभीएफ नै गर्नुपर्ने उहाँहरूलाई थाहा हुन्छ अर्ली एजमै पनि थाहा हुन्छ जस्तै ट्युबले ब्लक भएपछि बोथ ट्युब ब्लक भएपछि आइभीएफ नै गर्नु पर्यो अब आइभीएफ नै गर्ने हो बिस्तारै आइभीएफ गर्छु आइभीएफ नै त गर्ने हो भनेर ढिला आइसिन्छ होइन यस्तो अवस्थामा चाहिँ हजुरले के भन्नुहुन्छ अब त्यही अब एकदमै यङ एजै छ भने चाहिँ कुनै कुनै कन्डिसन्समा वेट गर्न सकिन्छ अब ट्युब ब्लक छ हस्बेन्ड यङ छ वाइफ यङ छ भने चाहिँ ल वेट गऱ्यौँ तर अब एडभान्स एज भइरहेछ मेन्सेस इरेगुलर भइरहेको छ हस्बेन्डको कन्डिसन्स अब सिमेन्टको क्वालिटी राम्रो भइरहेको छैन भने चाहिँ जति सक्यो त्यति चाँडै गर्नु अब आइभीएफै गर्नु छ उहाँले ढिलो गर्नुभन्दा जति आइभीएफै गर्नु छ चाँडै गर्नु त्यो बरु बेटर भयो नि त अनि चाँडै गर्दाखेरि चाहिँ क्वालिटी पनि राम्रो भयो सिमेन्टको क्वालिटी पनि राम्रो भयो इम्ब्रियोको क्वालिटी पनि राम्रो भयो अनि एबर्सनको चान्सेसहरू पनि कम हुन्छ हजुर होइन अलिकति अरू क्रोनिक इलनेसहरू पनि भएन नि त अरू मासुहरू पलाउनेदेखि लिएर प्रब्लम्सहरू त छैन त्यही साधारणतया महिलाहरू कति वर्ष पुगेपछि अन्डाको गुणस्तर कम हुन थाल्छ त अब हामी जन्मिँदाखेरि एउटा पर्टिकुलर अन्डा लिएर आउँछौँ होइन त्यो अन्डा चाहिँ आफ्टर एभ्री मेन्सेसमा चाहिँ हाम्रो ओभुलेसन भएर पनि या त्यतिकै पनि गइ नै रहेको हुन्छ अब तर त्यो 25 to 35 बेस्ट टाइम हो त्यो बेलामा चाहिँ आइभीएफ सक्सेस हुने पनि प्रेग्नेन्सी हुने पनि तर 35 पछि चाहिँ अलिकति डिक्लाइन हुँदै जान्छ 40 वर्षपछि त धेरै नै कम हुँदै जान्छ भनेपछि आइभीएफ नै गर्नुपर्ने भइसकेपछि हामीले कम उमेरमा गर्दा चाहिँ अझै चान्सेस आइभयो होइन आइभीएफ गर्ने क्रममा गरिने ओभरियन स्टिमुलेसन भनेको के हो जस्तै हजुरले कहिलेकाहीँ यहाँ गरिरहेको देख्छु मैले लो एएमएसमा ड्युल स्टिमुलेसन गर्छिन्छ यसले के गर्छ अब लो एएमएच भयो भनेको चाहिँ अब लेस देन 0.5 भनौँ न तिनीहरूलाई चाहिँ लो एएमएच भन्छ त्यस्तो केसेसहरूमा चाहिँ डुअल स्टिमुलेसन भनेको चाहिँ एउटा पिरियडमा चाहिँ एउटा मेन्स्ट्रुअल साइकलमा चाहिँ एकचोटि मात्र अन्डा ननिकालेर दुईचोटि स्टिमुलेट गरेर इन्जेक्सनद्वारा स्टिमुलेट गरेर अनि अन्डा निकाल्ने भन्छ त्यो चाहिँ अगाडिको 2nd देखि 14 डेजमा एउटा भयो अर्को चाहिँ हाम्रो 15 देखि 21 डेज भनौँ न त्यसपछि निकालेपछि नै फेरि हामीले स्टिमुलेट गरेर निकाल्ने त्यसलाई चाहिँ डुअल स्टिमुलेसन अब यसको फाइदा भनेको चाहिँ एउटै साइकलमा भयो होइन अनि पेसेन्टको टाइम पनि कन्ज्युम भएन यो सबै फाइदा भएको हुनाले चाहिँ हामीले डुअल स्टिमुलेसन गरिरहेको हुन्छौँ
ओके, अब क्वेसन सोध्न चाहे जुन एकदम धेरै आउने क्वेसन पिसिओस र पिसिओडीमा आउँछ। पिसिओस भनेको के हो र पिसिओडी भनेको के हो, यसमा के डिफ्रेन्सेस छ, यसलाई कसरी ट्रिट गर्न सकिन्छ त? अब यो नामैमा छ पिसिओडी भनेको चाहिँ पोलिसिस्टिक ओभरियन डिजिज भयो, अनि पिसिओएस भनेको पोलिसिस्टिक ओभरियन सिन्ड्रोम। हजुर होइन, सिन्ड्रोम भनेपछि अलिकति हाम्रो चाहिँ पुरा ओभरअल हेल्थमै एफेक्ट गरिरहेछ। त्यसले चाहिँ पछि गएर चाहिँ डायबिटिजदेखि लिएर इन्डोमेट्रियल क्यान्सरहरू चाहिँ अलिकति बढी, इन्फर्टिलिटी अलिक बढी गराउँछ। पिसिओएसमा चाहिँ केटावाला हर्मोन्सहरू अलिक बढी भएर चाहिँ हाम्रो सिम्टम्सहरू हेर्दाखेरि पनि इरेगुलर पिरियड, बडी पिम्पलहरू आउने, केटावाला हर्मोन भएपछि के हुन्छ, तक्लो अलिकति यहाँबाट कपाल झर्ने, यो सबै हुने, प्लस अनि त्यसपछि ओभरवेट हुने, त्यो सबै प्रब्लम हुन्छ। त्यसमा चाहिँ अलिकति सफर्टिलिटीमा अलिकति त्यो जान्छ। सँगसँगै डायबिटिज हुने चान्सेसहरू, हाइपरटेन्सन चान्सेसहरू, अनि त्यसपछि चाहिँ हाम्रो सर्भाइकल एन्डोमेट्रियल क्यान्सर हुने चान्सेसहरू अलिक बढिरहेको हुन्छ। पिसिओडी भनेको चाहिँ हर्मोनल चेन्जेसहरूले गर्दाखेरि, यो चाहिँ यङ जेनेरेसनमा पनि भइरहेको हुन्छ। पिसिओडी धेरै जसोलाई भइरहेको हुन्छ। त्यसमा चाहिँ अन्डा चाहिँ धेरैवटा बन्दिने तर कुनै पनि नफुट्दिने, त्यो कारणले चाहिँ इरेगुलर पिरियड हुने। तर यसमा चाहिँ वेट गेन, वेट लस दुइटै हुनसक्छ। लिन पिसिओएस पनि हुनसक्छ, ओबिज पिसिओएस पनि हुनसक्छ होइन। तर यसमा चाहिँ अलिकति अब इरेगुलर पिरियड भएको हुनाले चाहिँ अब सफर्टिलिटी भनेर इन्फर्टिलिटी नै चाहिँ नहोला, खालि अलि असिस्टेन्स डक्टरको चाहिन सक्छ। भन्नाले अन्डा ओभुलेसन इन्डक्सन भने जस्तो हामीले चाहिँ अन्डा बनाइदिने काम चाहिँ गर्नुपर्ने हुनसक्छ। भनेपछि सबैजना पिसिओस र पिसिओडी भएका महिलाहरूमा आइभिएफ त गर्नु पर्दैन? पर्दैन। ओभुलेसन इन्डक्सनै मात्र गरेर पनि काम चलिरहेको हुन्छ। धेरैजनाको इनफ्याक्ट ओभुलेसन इन्डक्सन गरेर नै प्रेग्नेन्ट भइरहेको हुन्छ, अनटिल अनलेस अरू प्रब्लमहरू छैन भने। अब कतिजना अलिकति वेट गेन भएको हुन्छ, मलाई त पिसिओस भएर वेट गेन भयो, अब त म गर्भधारण गर्नै सक्दिनँ भनेर आइसिन्छ नि हजुर कतिजना। त्यो अवस्थामा ओबेसिटी र पिसिओस पिसिओडी केही कोरिलेट छ? ओबेसिटीले गर्दाखेरि पिसिओडीको चाहिँ सिम्टम्सहरू चाहिँ वर्सन हुन्छ, तर ओबेसिटीकै कारणले चाहिँ पिसिओएस हुन्छ भनेर जरुरी छैन। तर ओबेसिटीले गर्दाखेरि इन्फर्टिलिटी, सफर्टिलिटी हुने चान्सेसहरू चाहिँ अलिकति बढी हुन्छ होइन। हर्मोन्सहरू, हाम्रो इस्ट्रोजन लेभलहरू बढिरहेको हुन्छ, त्यो कारणले पनि प्रब्लम्सहरू गरिरहेको छ। ओभुलेसन टाइममा हुँदैन, तर त्यसले त्यो दुईवटा चाहिँ रिलेटेड भन्ने बित्तिकै मैले अघि भने जस्तो पिसिओडी, लिन पिसिओडी पनि हुन्छ, ओबिज पिसिओडी पनि हुन्छ। मोटोवाला फिमेल्स पनि देख्छौँ, पातलोवाला फिमेल पनि देख्छौँ, तर ओबेसिटी ओभरअल धेरै चाहिँ हुनु हुँदैन, भएन नि। पिसिओस र पिसिओडीलाई ट्रिट गर्न अलिकति टाइम लागे पनि गर्भधारण गर्न त सम्भव छ। पिसिओडी इज भेरी इजी टु ट्रिट होइन। पिसिओएस भनेको चाहिँ ओभरअल लाइफ लङ ट्रिटमेन्ट चाहिँ लिनुपर्छ, विथ एन्डोक्राइनोलोजिस्टहरूसँग लिएर पनि त्यो चाहिँ अलिकति लाइफ लङ जान्छ। पिसिओडी इज भेरी इजी टु ट्रिट है। अनि त्यसमा त अब लाइफस्टाइल मोडिफिकेसन, त्यो त हामीले भनिरहेको हुन्छ, लाइफस्टाइल मोडिफिकेसन गरेर वेट लस त गर्नै पर्छ, त्यसले चाहिँ अलिकति बेटर गराउँछ। तर ओभुलेसन इन्डक्सन गरेर राम्रोसँग कन्सिभ गरेकै देखाएको छ, या खालि वेट लस गरेर पनि कन्सिभ भएको, राम्रोसँग नेचुरली नै भएको पनि देखाएको छ। अब महिलाहरूमा हुने निसन्तानपनका मुख्य कारणहरूमध्ये ट्युब ब्लक पनि एउटा एकदमै मुख्य कारण नै भइहाल्यो। यसमा चाहिँ एउटा ट्युब ब्लक भएमा के गर्ने, बो ट्युब ब्लक भएमा के गर्ने, कुन उपचार विधिमा जाने? अब एउटा ट्युब ब्लक भयो भन्दैमा चाहिँ हामी चाहिँ अब होइन यो इन्फर्टाइल यो बच्चै हुन सक्दैन भने छैन होइन। एउटा मात्र ट्युब ब्लक भयो तापनि अर्को ट्युबले त काम गरिरहेछ नि त, त्यहाँबाट नेचुरली पनि उसले कन्सिभ गर्न सक्छ। या चाहिँ हामीले चाहिँ कहिलेकाहीँ चाहिँ ओभुलेसन इन्डक्सन गरेर अब जुन साइडमा चाहिँ हामीले अन्डा बनाएको छ त्यो साइडबाट यदि अन्डा त्यो साइडको ट्युब पनि खुल्ला छ भने चाहिँ कन्सिभ हुने चान्सेसहरू त अलिक बढी नै भइरहेको हुन्छ। तर यदि इफ इन केस दुइटै ट्युब ब्लक छ भने चाहिँ त्यो त अब हामीले त अरू केही होइन, डाइरेक्ट आइभिएफमै जाने हो। एउटा ट्युब ब्लक छ र डिस्टल ट्युब ब्लक छ भने सर्जरी पनि गर्न मिल्छ, तर त्यस्तो केसेसहरूमा चाहिँ अब एक्टोपिक प्रेग्नेन्सीहरू भएको देखिरहेछौँ। त्यसैले अब त्यो केसेसहरूमा ओभुलेसन इन्डक्सन गरेर हेर्ने भएन भने चाहिँ अनि पछि चाहिँ हेर्दै अब खुड्किलो चढ्दै जग्गा जस्तो गरेर हामी त्यहाँ गर्न मिल्यो। बोथ साइड ब्लक छ भने चाहिँ आइभिएफ बाहेक अरू केही उपाय छैन। एक्टोपिक प्रेग्नेन्सी भन्नाले के बुझिन्छ? एक्टोपिक प्रेग्नेन्सी भनेको चाहिँ अब खास नर्मली प्रेग्नेन्सी चाहिँ युट्रसभित्र गएर इम्प्लान्ट हुने हो होइन। हाम्रो चाहिँ ओभरीबाट आउने ट्युबमा आउँछ, यहाँबाट सिमेन्ट जान्छ, फर्टिलाइज हुन्छ ट्युबमा, अनि त्यो इम्ब्रियो चाहिँ अलिक तल आएर इम्प्लान्ट हुने हो। तर केही कारणले जस्तै अब ट्युबको सिलिया राम्रो छैन, त्यहाँ पनि अब मुभ गर्ने राम्रो छैन र त्यो राम्रोसँग मुभ हुन पाएन भने चाहिँ त्यो युट्रस त्यही ट्युबमै गएर बस्दिन्छ कि बच्चा होइन। त्यस्तो केसेसहरू चाहिँ कुनै कारणले चाहिँ इन्फेक्सनहरू भएको छ या स्कारिङहरू भएको छ भने चाहिँ त्यस्तो केसेसहरूमा हुन्छ। या चाहिँ प्रोजेस्टेरोनहरू खाइरहेको छ, जस्तै
कतिजनाले इमर्जेन्सी आइपिलहरू खानुहुन्छ होइन, आइपिलहरूले गर्दाखेरि पनि त्यो भयो। त्यो गरेर ट्युबमै बच्चा बस्यो भने या ट्युब बाहेक अरू पनि काहीँ ओभरीमा गएर बच्चा बस्यो या ट्युब बाहेकको चाहिँ कुनै पनि अर्ग्यानमा गएर बस्न सक्छ, एउटा त लिभरमा बसेको पनि हामीले देखेका छौँ। त्यो भयो भने चाहिँ त्यसलाई चाहिँ एक्टोपिक प्रेग्नेन्सी भन्छ। त्यो चाहिँ लाइफ थ्रेटनिङ कन्डिसन हो। एक्टोपिक प्रेग्नेन्सी भएको चाहिँ कसरी थाहा पाउने? अब एक्टोपिक प्रेग्नेन्सी कति त्यो त हामीलाई पनि अलिकति उनी डाइलेमामा राखिरहेको हुन्छ। एक्टोपिक प्रेग्नेन्सी यदि ट्युबहरूमा बस्यो भने चाहिँ कहिलेकाहीँ चाहिँ फुट्दियो भने चाहिँ अलिकति हाम्रो चाहिँ पहिलेदेखि नै त्यो चाहिँ डायग्नोसिस भइहाल्छ होइन। अलिकति स्पटिङ हुन्छ, पिरियड मिस भएको छ, स्पटिङ भयो, तर कुनै बेला फेन्ट भइदियो भनेपछि ट्युबमा फुट्यो भनेर हुन्छ। या चाहिँ आउँछ ऊ प्रेग्नेन्सी टेस्ट पोजिटिभ आउँछ, तर युट्रसमा हामीले हेर्दाखेरि के पनि देखिँदैन, काहीँ एउटा अल्ट्रासाउन्ड गर्दाखेरि चाहिँ के डल्लो भेटिरहेको हुन्छ होइन ट्युब्सहरूमा, ओभरीहरूमा। त्यो बेलामा चाहिँ एक्टोपिक प्रेग्नेन्सी भनेर बुझिन्छ। त्यसमा चाहिँ सिरियल कहिलेकाहीँ चाहिँ अर्ली प्रेग्नेन्सीमा थाहा पनि हुँदैन कि यो कहाँ चाहिँ बसेर बसेको छ, इन्ट्रायुट्राइन हो कि बाहिर बसेको छ। त्यो गर्दाखेरि चाहिँ हामीले सिरियली बिटा एचसिजीहरू हेरेर अल्ट्रासाउन्डहरू गरेर हेरेर अनि मात्र अगाडि बढ्नुपर्ने हुन्छ। एक्टोपिक प्रेग्नेन्सी पछि पनि नर्मल प्रेग्नेन्सी हुने चान्सेस कतिको छ म्याम? अब एक्टोपिक प्रेग्नेन्सीको कारणले ट्युबै हामीले निकाल्नु पर्ने जस्तो स्थिति देख्यो भने पनि चाहिँ अलिकति अब एउटा साइडको निकाल्यो भने त नो प्रब्लम होइन, अर्को साइडको ट्युब छ होइन, एउटा दुइटै साइडको केही कारणले ब्लक भयो, एउटा निकाल्यो एउटा त ब्लक भयो भने पनि चाहिँ अलिकति नर्मल हुने चान्सेस कम हुन्छ। या त कहिलेकाहीँ त ओभरीमा गएर बस्यो भने चाहिँ चान्सेसहरू अर्को ओभरी त छ न त हुन त भइरहेको हुन्छ, तर वान्स एकचोटि एक्टोपिक प्रेग्नेन्सी भयो भने मोर चान्सेस अफ अर्को सेकेन्ड साइकलमा पनि हुने चान्सेस चाहिँ 40 to 50% हुन्छ। एकचोटि एक्टोपिक प्रेग्नेन्सी भएपछि कति समय कुर्ने हामीले अर्को प्रेग्नेन्सीको लागि? नर्मली त हामीले चाहिँ अब अपरेसनै गर्नु पर्यो होइन, ट्युबै निकाल्नु पर्यो भने चाहिँ हामीले खासै 3 to 6 months कुरे हुन्छ भनेर भन्छौँ होइन, किनभने त्यसमा चाहिँ अरू केही पनि दिएको छैन। तर कति टाइममा चाहिँ हामीले चाहिँ मेडिकल म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हामीले मेथोट्रेक्सेट भनेर औषधि जुन चाहिँ दिइरहेको हुन्छौँ त्यो चाहिँ अलिकति हाम्रो किमोथेरापीहरूमा पनि युज हुने मेडिसिन हो। त्यसले चाहिँ हाम्रो नर्मल सेल्सलाई पनि इफेक्ट गरिरहेको हुन्छ। त्यस्तो केसेसहरूमा चाहिँ हामीले चाहिँ प्रेग्नेन्सी चाहिँ एटलिस्ट 1 to 2 years चाहिँ गर्नु हुँदैन। भनेपछि आइभिएफमा मात्र एक्टोपिक प्रेग्नेन्सी नभएर कहिलेकाहीँ नर्मल प्रेग्नेन्सीमा पनि एक्टोपिक भइ नै रहेको हुन्छ। धेरै नै चान्सेसहरू छ। ओके है अब झन् अब यो इन्फेक्सनको रेट्सहरू बढी भएर आइपिल खाने रेट्सहरू अलिक बढी भएको हुनाले चाहिँ एक्टोपिक प्रेग्नेन्सी त धेरै नै छ। यो जथाभावी किनेर खानुहुन्छ जुन आइपिल होइन, यसले दीर्घकालीन रूपमा केही असर गर्दैन म्याम? अब एउटा त सबभन्दा मेन भनेको त म पेसेन्टहरूलाई भनेअनुसार चाहिँ अब आइपिल खायो भने चाहिँ एक्टोपिक प्रेग्नेन्सी प्लस अब पिरियड पनि इरेगुलर हुन्छ है। अनि त्यसपछि अब कतिजना त मैले 20 चोटि खाएको पनि देखाएको छु। हो, भर्खरका किशोरीहरूले खाने नै त्यही आइपिल भयो, सामान्य औषधि पसलमा जाने किनेर खाने, यसलाई के भनिन्छ? अब तिनीहरूलाई त म फर्स्ट अब त्यो हुँदाखेरि पनि फर्स्टमा त यो भनिरहेको हुन्छु कि आइपिल खाँदाखेरि चाहिँ 90% चान्सेस कि तिमी प्रेग्नेन्ट हुँदैनौ, बट 10% चान्सेस इफ तिमी प्रेग्नेन्ट भयो भने चाहिँ देयर आर चान्सेस कि तपाईँको चाहिँ 90% चान्सेस कि एक्टोपिक प्रेग्नेन्सी हुनसक्छ। त्यसैले नखानु। त्यो चाहिँ अब एज अ डक्टर मैले अब डिमोरलाइज गर्नलाई भने पनि भन्दाखेरि पनि भने हुन्छ होइन। अनि तर यो आइपिल मात्र खाँदाखेरि चाहिँ मेन्सेसहरू पनि इरेगुलर हुने यो सबै पनि प्रब्लम भइरहेको हुन्छ। सो जो पनि अब फिमेलहरू आउँछ, अब यो हामी चाहिँ अब फिमेलहरू अहिले त धेरै ओपन भइसकेको छ, वी नो कि होइन अब बिहाभन्दा अगाडि पनि रिलेसन हुनसक्छ, नचाहिने पनि सक्छ। तिनीहरूलाई बरु प्रपर हामी गाइडेन्स दिन सक्छौँ कि अरू कन्ट्रासेप्टिभ के युज गर्न मिल्छ। आइपिल चाहिँ नखाऊ भनेर, आइपिल त नखाऊ भन्ने अनि त्यसपछि गाली गरेर पठाउनु त मिलेन होइन। आइपिल नखाने त्यसको सट्टा तिमी के गर्ने त, त्यो सबै भन्यो भने चाहिँ अनि दे हेभ दिस नीति अब म के चाहिँ गऱ्यो भने चाहिँ म प्रेग्नेन्सी हुन पाएन। अब जहिले पनि उसलाई भन्दै नभनेपछि त आइपिल त ऊ खाइरहेको छ। त्यही एउटा एज अ डक्टर जथाभावी आइपिल किनेर खानु हुँदैन, एकदमै भएन। त्यो पनि एकचोटि नदेखाइकन त खानु हुँदैन, डक्टरलाई देखाउनै पर्यो होइन। ठिक छ, अब फेरि म यता मेल इन्फर्टिलिटीतिर आएँ। पुरुषहरूमा हुने निसन्तानपन समस्यामध्ये नील शुक्राणु भन्छौँ हामीले, एजोस्पर्मियालाई कसरी ट्रिट गर्न सकिन्छ? यस्तो अवस्थामा चाहिँ कुन उपचारबाट गर्भधारण गर्न पोसिबल छ? अब एजोस्पर्मिया भनेको चाहिँ दुईवटा कारणले हुन्छ। हजुर, कि त बनिरहेछ, हजुर, स्पर्म बनिरहेछ तर निस्किरहेको छैन, त्यसलाई भन्छ अब्स्ट्रक्टिभ होइन। स्पर्म त बनिरहेछ, हर्मोन्सहरू सबै ठिक छ, त्यो निस्किन। त्यो चाहिँ कुन कुन केसेसमा हुन्छ, भास्ट डिफ्रेन्सको एब्सेन्स भयो भने, या चाहिँ इन्फेक्सनको कारणले चाहिँ हाम्रो चाहिँ त्यो ब्लक भइरहेको छ, या चाहिँ कुनै एक्सिडेन्ट भएर चाहिँ त्यहाँ काटिएको छ, या चाहिँ भ्यासेक्टोमी नै गरिसकेको छ भने त्यो चाहिँ अब्स्ट्रक्टिभ भयो। अब त्यो चाहिँ अलिकति बेटर हो हाम्रो लागि, किनभने बन्न त बनिरहेको छ नि त। त्यस्तो केसेसमा चाहिँ हामीले चाहिँ स्क्रोटमबाटै धेरैवटा विधिबाट त्यसै पेसाहरूबाट चाहिँ हामीले चाहिँ निकाल्न मिल्छ र इक्सीमा आइभिएफमा गर्न मिल्छ। हजुर, तर कुनै बेलामा चाहिँ बन्दै बनेन
होइन हर्मोन्सको कारणले बन्दै बनेर त्यसलाई चाहिँ नन अब्स्ट्रक्टिभ भन्छ त्यो चाहिँ क्रोमोजोमल एनोमेलिज भयो अनि त्यसपछि हाम्रो चाहिँ उहाँको चाहिँ क्रोमोजोमल एनोमेलिज सिन्ड्रोम्सहरू चाहिँ भयो भने चाहिँ या चाहिँ हाम्रो चाहिँ हाइपोथ्यालेमसमै प्रब्लमहरू भयो एल्कोहलको प्रब्लम्सहरू भयो त्यस्तो केसेसहरूमा चाहिँ नन अब्स्ट्रक्टिभ भइरहेको हुन्छ त्यो चाहिँ अलिकति हामीलाई चाहिँ अलिकति प्रब्लम हुनसक्छ त्यसमा पनि टिस्युजहरू लिएर पनि गर्न त सकिन्छ तर त्यसमा पनि निस्क्यो भने अब इक्सी हो नत्र चाहिँ डोनरतिरै जानुपर्ने हुनसक्छ ओके भनेपछि एजोस्पर्मियालाई ट्रिट गर्ने भनेको अब्स्टेट्रिक र नन अब्स्टेट्रिक दुईटालाई ट्रिट गर्छिन्छ अब यो टिजा भनेको के हो त म्याम टिजा भनेको चाहिँ टेस्टिकुलर स्पर्म एस्पिरेसन भयो त्यसमा चाहिँ हामीले चाहिँ अब हाम्रो युरोलोजिस्टले चाहिँ हेरेर अल्ट्रासाउन्डहरू गरेर हेरेर चाहिँ अनि त्यहाँबाट टिस्युहरू चाहिँ निकालेर हेर्नुहुन्छ त्यो चाहिँ हामीले माइक्रोस्कोपमा हेरेर हेर्छौँ कि त्यसमा चाहिँ छ कि छैन स्पर्मको क्वालिटी त्यसलाई चाहिँ अनि हामीले चाहिँ इक्सी भनेको चाहिँ अब आइभिएफको अझ एडभान्स फर्म भनौँ न त्यसमा चाहिँ अब इन्जेक्टै गरे भनौँ न अब त्यो आफै त मोटरल त हुन सक्दैन इन्जेक्टै ओभममा गरेर फर्टिलाइज गर्नुलाई चाहिँ हामी चाहिँ अब इक्सीमै गर्नलाई चाहिँ त्यो गर्छौँ कतिजना होइसिन्छ थाइरोइड भएर घरै बसिरहेको छ होइसिन्छ मलाई थाइरोइड भइरहेछ अब म त गर्भधारण गर्नै सक्दिनँ थाइरोइडमा गर्भधारण पोसिबल छैन र म्याम होइन थाइरोइड त धेरै जस्तो हाम्रो नेपालको बेल्टमा त झन् हाइपोथाइरिजम हुने त धेरै नै चान्सेस छ थाइरोइडमा गर्भधारण हुनसक्छ इरेगुलर पिरियड भयो या चाहिँ हाम्रो चाहिँ हुँदाखेरि चाहिँ अलिक ओभुलेसनमा चाहिँ प्रब्लम्सहरू हुनसक्छ तर थाइरोइडमा चाहिँ गर्भधारण भएको पनि छ थाइरोइडको गर्भधारणमा हामीले औषधि दिएर ठिक पनि गरेको छौँ तर एकदमै धेरै लेभलको थाइरोइड भइरहेको छ भने चाहिँ यो एक्टोपिक एबर्सन हुने चान्सेसहरू हुन्छ हजुर त्यो केसेसमा चाहिँ अलिकति थाइरोइड चाहिँ पहिलेदेखि हामीले ठिक चाहिँ गर्नुपर्छ तर त्यसको लागि वेटै गर्नुपर्छ ठिकै हुनुपर्छ भनेर चाहिँ बस्नु पर्दैन थाइरोइड भएमै बच्चा नहुने भन्ने त हुँदैन होइन थाइरोइडमा पनि हामीले प्राकृतिक गर्भधारण गराउन सकिन्छ हजुर त्यस्तै क्वेसन अर्को गर्न चाहेँ मैले हजुरलाई भ्याक्सिटोमी गरेको पुरुषले फेरि पनि बच्चा जन्माउन मिल्छ कि मिल्दैन अघि भने जस्तो नन अब्स्ट्रक्टिभ एजोस्पर्मिया आउँछ भ्यासेक्टोमी गरिसकेको छ भने चाहिँ कतिजनाले रिभर्सलमा जानुहुन्छ सर्जरी गराएर रिभर्सलमा जानुहुन्छ रिभर्सल यदि सक्सेसफुल भयो त्यो चाहिँ 30 to 40% चाहिँ सक्सेसफुल हुन्छ त्यो भयो भने चाहिँ वेल एन्ड गुड यदि भएन भने चाहिँ हामीले चाहिँ त्यसमा या ऊ गरेर हामीले चाहिँ आइभिएफ इक्सीमा जान सकियो भनेपछि कति धेरैजना अझै पनि मलाई क्वेसन सोचिन्छ रिभर्सल गरिसकेपछि कति वर्षसम्म जस्तै 2 वर्ष हुन्छ 5 वर्ष हुन्छ समय बित्दै जान्छ होइन उमेर बढ्दै गइरहेको हुन्छ कति वर्ष वेट गरेपछि चाहिँ भ्याक्सिटोमी रिभर्सल पछि डक्टरकोमा जानु पर्यो भ्यासेक्टोमी रिभर्सल गर्ने बित्तिकै अब त्यो चाहिँ पर्टिकुलर भनेको पनि छैन हजुर होइन अब यदि आएन भनेपछि चाहिँ भ्यासेक्टोमी रिभर्सल त्यो हामी त्यो ट्युब खोलिसकेको छ नि त अब एकचोटि भएपछि त एकचोटि चेक गराउनु यदि आइरहेको छैन भने त वेट किन गर्नु पर्यो हजुर त्यसपछि त बरु टाइममै जानु बरु एकचोटि आफ्नो भिडियोको जाँच गरिसकेपछि त्यो भनेपछि अनि फेरि क्वालिटी पनि त हेर्नु पर्यो नि आउँछ आउँदैन भन्दा पनि क्वालिटी पनि हेर्नु पर्यो त्यो क्वालिटी हेरेर अनि त्यही अनुसार अगाडिको कन्सिभ प्लानमा जानु पर्यो भनेपछि पुरुषको भ्याक्सिटोमीलाई त ट्रिट गर्न सक्यो अब महिलामा गरिने जुन महिला बन्ध्याकरण छ ट्युबेक्टोमी भन्छौँ हामीले होइन यसलाई कसरी ट्रिट गर्न सकिन्छ ट्युबेक्टोमी गरिसकेपछि अब ट्युबेक्टोमी या ट्युबल लाइगेसन त्यो डिफ्रेन्स हुन्छ होइन ट्युबेक्टोमी भनेको त्यो दुइटै ट्युब्स निकालिदिने भयो होइन त्यो दुइटै ट्युब निकाल्यो भने चाहिँ हाम्रो अब आइभिएफ बाहेक अरू उपाय छैन दुइटै ट्युब निकालिसक्यो तर ट्युबल लाइगेसन यतिकै डिपेन्ड गर्छ कि कस्तो टाइपले चाहिँ ट्युबल लाइगेसन रिङहरू मात्र लगाएको छ लेन्थहरू राम्रो छ भने पनि चाहिँ त्यसलाई चाहिँ हामीले रिभर्सल गर्न मिल्छ तर त्यो गर्दाखेरि पनि कतिजनाको चाहिँ हामीले चाहिँ एक्टोपिक प्रेग्नेन्सी भएको स्कारिङ हुन्छ नि त होइन स्कारिङ भएर एक्टोपिक प्रेग्नेन्सीहरू भएको धेरै देखाएको हुन्छौँ त्यस्तो केसेसमा चाहिँ आइभिएफतिरै हामीले चाहिँ भनिरहेको हुन्छौँ आइभिएफतिरै जानुपर्छ पोसिबल त छ तर आइभिएफतिरै जानु पऱ्यो डिपेन्ड अन उहाँको चाहिँ अरू कन्डिसन्सहरू के पनि छैन अन्डाहरू राम्रो बनिरहेछ सबै चिज भइरहेछ भने बरु आइभिएफतिरै जानुहोस् कतिजना पेसेन्ट हुन्छ एक्टोपिकमा चाहिँ दुइटै ट्युब गयो होइन दुइटा एक्टोपिक पहिला भइसक्यो दुइटा ट्युब गइसक्यो अब त्यस्तो केसेसहरूमा त उहाँ फेरि त बच्चा त पाउन मिल्छ नि त होइन त्यस्तो केसेसमा आइभिएफ हामी गर्छौँ भइहाल्छ अब रिपिटेड मिसक्यारेज बार गर्भ खेर जाने कुरालाई अलिकति जोड्न चाहे यो कस्तो अवस्थामा हुन्छ र यसलाई कसरी ट्रिट गर्न सकिन्छ हजुर अब यो एकदमै कमन भइरहेको हुन्छ होइन अब हामीसँग पनि पेसेन्टहरू आइरहेको हुन्छ 6-7 चोटि मिसक्यारेज भयो भनेर अब रिकरेन्ट प्रेग्नेन्सी लस भनेको चाहिँ 2टा या त्योभन्दा बढी चाहिँ 20 हप्ताभन्दा अगाडि नै यदि बच्चा गयो भने चाहिँ त्यसले रिकरेन्ट प्रेग्नेन्सी लस भनिन्छ होइन अब त्यो कन्डिसन्स चाहिँ हेरिकन हुन्छ फर्स्ट ट्राइमेस्टर सेकेन्ड ट्राइमेस्टर भनेर हुन्छ होइन अब सबभन्दा कमन भनेको फर्स्ट ट्राइमेस्टरमा हुने भनेको क्रोमोजोमल एनोमलिज बच्चामै केही खराबी छ भने चाहिँ त्यो बच्चा क्रोमोजोमल एनोमलिज सेकेन्ड भनेको एन्डोक्राइनोलोजिकल प्रब्लम यदि मदर चाहिँ हाइपोथाइरिजम थाइरोइडको डिसअर्डर भइरहेको छ प्रोल्याक्टिनको डिसअर्डर भइरहेको छ या चाहिँ डायबेटिकहरू हुनुहुन्छ भने या पिसिओएसको प्रब्लमहरू छ भने चाहिँ त्यस्तो केसेसमा पनि एबर्सन
प्रिकसन्सहरू हुन्छ। थर्ड भनेको चाहिँ हाम्रो चाहिँ एप्ला सिन्ड्रोम भन्ने हुन्छ। त्यो एप्ला सिन्ड्रोममा चाहिँ के हुन्छ भने सानो ब्लड भेसल्स, एप्ला सिन्ड्रोम प्लस त्यो सँगसँगै भनौँ न भ्यास्कुलर डिजिजहरू, सानो ब्लड भेसल्सहरूमा चाहिँ क्लट्स गरेर बल्झिदिन्छ। त्यो कारणले चाहिँ बच्चामा चाहिँ ब्लड फ्लो भइरहेको हुँदैन। त्यस्तो केसेसहरूमा पनि चाहिँ हाम्रो रिकरेन्ट प्रेग्नेन्सी लस हुन्छ। अब फोर्थ भनौँ अब इम्युनोलोजिकल प्रब्लम होइन, अब त्यो युट्रसले एक्सेप्ट गर्न सकिरहेको छैन भने त्यो कारणले पनि गइरहेको हुन्छ, जुन चाहिँ अहिले राम्रोसँग स्टडी चाहिँ भएको छैन। अब अर्को भनेको चाहिँ अब सेकेन्ड ट्राइमेस्टरमा बढी जाने भनेको चाहिँ युट्रसमै केही गडबडी भइरहेको छ, केही कारणले चाहिँ युट्रस अब यस्तो सेपको नभएर आर्कुवेट भइरहेको छ, सेप्टमहरू बनिरहेको छ, या चाहिँ युट्रसको सँगसँगै चाहिँ सर्भिक्समा चाहिँ हाम्रो जुन पाठेघरको मुख हुन्छ त्यो चाहिँ अलिक खुकुलो भइरहेको छ, सानो भइरहेको छ भने त्यस्तो केसेसहरूमा पनि चाहिँ हाम्रो रिकरेन्ट प्रेग्नेन्सी लसहरू हुने डर हुन्छ। अब अर्को अहिले लेटेस्ट टपिक एम्ब्रियोलोजीको डिपार्टमेन्टमा आउने हुन्छ, एउटा पिजिटी भनेर आइरहेको हुन्छ, आइभिएफमै हामीले सुनिरहेको हुन्छौँ। पिजिटी एक्चुअली भनेको के हो म्याम? सबै आइभिएफ गएर बनाइएको एम्ब्रियोहरूलाई पिजिटी गर्नुपर्छ? सबै कपाललाई पिजिटी निड हुन्छ? अब पिजिटी भनेको प्री इम्प्लान्टेसन जेनेटिक टेस्टिङ भयो होइन, यो चाहिँ अब बाहिरको कन्टेक्स्टमा हामी गरिरहेको हुन्छ, त्यो एकदमै एक्सपेन्सिभ भएर चाहिँ हामी सबैले त रेकमेन्ड गर्दैनौँ। तर इन केस पहिला रिकरेन्ट प्रेग्नेन्सी लस भएको छ होइन, या चाहिँ बच्चा बसिरहेको छैन, या चाहिँ फ्यामिली हिस्ट्री अफ थ्यालेसेमिया या चाहिँ क्रोमोसोमल एनोमलिज, पहिलाको बच्चामा केही खराबी थियो होइन, थ्यालेसेमियाहरू थियो भने त्यस्तो केसेसहरूमा चाहिँ हामी चाहिँ बरु पिजिटी गराउनुहोस् अनि राम्रो बच्चालाई चाहिँ अनि मात्र राखौँ भनेर हामी गरिरहेको हुन्छ। भनेपछि पिजिटी सबैजनालाई निड पनि छैन, गरेको अझ बेटर चाहिँ हुनसक्छ, गरेको अझ बेटर हुन्छ। तर त्यही हो, कुनै कुनै कन्डिसनमा हामी पहिले नै गराउनु नै भन्छौँ। हजुर, त्यो मैले भनेको कन्डिसन्सहरूमा यदि, तर यो एक्सपेन्सिभ भएको हुनाले सबैलाई हामी रेकमेन्ड पनि गर्दैनौँ। आजको एपिसोडमा आफ्नो अमूल्य समय दिएर हजुर यहाँसम्म आएर हजुरले यस्तो ज्ञानवर्धक कुराहरू गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू मलाई पनि बोलाएकोमा। अर्को एपिसोडमा बाँकी क्वेसनहरू लिएर फेरि उपस्थित हुने नै छु हजुरसँग। हजुर, हस्, थ्याङ्क यू। आज हामीले कुराकानी गऱ्यौँ स्त्री तथा प्रसुति रोग विशेषज्ञ एवं निशान्तरण रोग विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठीसँग। आजको एपिसोड तपाईँलाई कस्तो लाग्यो? सल्लाह र सुझाव दिँदै गर्नुहोला। कार्यक्रम हेर्दै गर्दा तपाईँको मनमा कुनै जिज्ञासा भए कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँको कमेन्ट वा जिज्ञासालाई समाधान गर्ने कोसिस गर्नेछौँ। अर्को एपिसोडमा अर्को अतिथिको साथमा आउने नै छौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार। शुभश्री आइभिएफ क्लिनिक, जहाँ जन्मन्छन् खुसीहरू।